मेरो अहिलेको टार्गेट भनेको $1 बिलियन कमाउनु हो। त्यो एचिभ गर्नलाई चाहिँ अपर्च्युनिटी छ, त्यो एचिभ गर्नलाई भिजन छ, तर खालि के हो भने कहीँ न कहीँ चाहिँ अड्किरहेको छु म। कहीँ न कहीँ चाहिँ नि मेरो कुनै न कुनै फ्याक्टरले चाहिँ मेरो लेग पुलिङ भइरहेछ। वाक्य Powered by Neplify, One Nation Global Connection. नमस्ते सबैजनालाई, वाक्य पोडकास्टको नयाँ एपिसोडमा यहाँहरूलाई स्वागत छ। यदि तपाईँ क्यानाडामा हुनुहुन्छ र क्यानाडामा बसेर केही नयाँ बिजनेस सुरु गर्दै हुनुहुन्छ भने आजको पोडकास्टको एपिसोड चाहिँ तपाईँहरूको लागि एकदमै युजफुल हुन्छ। आज चाहिँ हामीले क्यानाडामा बसोबास गर्दै आउनुभएका लामो समयदेखि व्यवसायमा मात्रै होइन कि धेरै प्रकारका व्यवसायमा काम गरिरहनु भएका एकजना नेप्लिज क्यानाडियन अन्टरप्रेनर, साथै मिडिया पर्सन, साथै राजनीतिकर्मी पनि हुनुहुन्छ। उहाँलाई चाहिँ आजको हाम्रो एपिसोडमा बोलाएको छौँ। उहाँ चाहिँ हुनुहुन्छ अनिल थापा। दाइ, थ्याङ्क यू फर जोइनिङ अस। नमस्ते, थ्याङ्क यू एभ्रिवान। अनि तपाईँहरूलाई धेरै धन्यवाद, स्पेसली तपाईँको नेप्लिफाईलाई, जसको स्लोगन पनि दामी छ, वान नेसन ग्लोबल कनेक्सन। र यो जसले हेरिरहनु भएको छ उहाँको यो पोडकास्ट, उहाँहरूलाई पनि मेरो तर्फबाट गुड मर्निङ र नमस्ते। दाइको अब जन्म त नेपालमै भयो होइन, क्यानाडा आउनुभएको लामो समय भयो। अब दाइ, नेपालबाट क्यानाडा आउनु चाहिँ एउटा भावनात्मक निर्णय थियो कि रणनीतिक निर्णय थियो दाइ? म क्यानाडा आउनुभन्दा अगाडि चाहिँ नि म अमेरिकामा पनि थिएँ। नेपालमा हुँदाखेरि म एउटा हेलिकप्टर एयरलाइन्स पाइलट भएको हुनाले मेरो क्यारियरको निम्ति पनि मैले आफूलाई पर्स्यु गर्नुपर्ने भएको हुनाले कमान्ड ट्रेनिङको निम्ति म अमेरिका आएँ। अमेरिकाको केही वर्षको बसाइपछि चाहिँ नि नेपाली फर्कनुपर्छ कि भन्ने सोच थियो, तर एउटा साथीले चाहिँ त्यही आउनुहोस् भन्ने भएको हुनाले 2005मा चाहिँ नि क्यानाडा मुभ भएँ। यो चाहिँ नि अलिकति इमोसनल पनि हुनसक्छ। त्यो बेलाको परिबन्ध, त्यो बेलाको परिप्रेक्ष्य नेपालको त्यति राम्रो पनि थिएन। हामी गृहयुद्धमा घुमिरहेको थियौँ, त्यसले गर्दाखेरि नेपालमा अलिकति लाइफस्टाइलहरू पनि सजिलो थिएन र केही हुन्छ कि र आफ्नो जीवन र आफ्नो परिवारको निम्ति केही गर्न सकिन्छ कि भन्ने दृष्टिकोणले अमेरिका हुँदै यता क्यानाडा पनि आइयो। जस्तो नेपालबाट बाहिर आइसकेपछि चाहिँ सुरुमा हामीले गर्ने भनेको स्ट्रगलै हो। त्यति बेला चाहिँ दाइले त्यो समयमा कुन कुराको चाहिँ स्ट्रगल गर्नुभयो? जस्तो फाइनेन्सियल स्ट्रगल गर्नु पर्यो, अथवा नेटवर्कको स्ट्रगल गर्नु पर्यो, अथवा एउटा कन्फिडेन्सको स्ट्रगल गर्नु पर्यो, के कुराको स्ट्रगल गर्नुभयो दाइ? ओके, स्पेसली आइम टकिङ अबाउट अमेरिकाको जर्नीको कुरा गर्छु म पहिला होइन। अमेरिकाको जर्नीको कुरा गर्दाखेरि म र मेरो वाइफ आएको थियौँ होइन। हाम्रो जेठी छोरी नेपाललाई छोडेको थियौँ, हामी त्यो बेलामा आएको थियौँ। अमेरिकामा आएर सर्भाइभलको निम्ति आफ्नो पढाइ पनि गर्दै थियौँ। सर्भाइभलको निम्ति ग्यास स्टेसनहरूमा काम गर्नेहरू भयो, मप गर्नु पऱ्यो होइन, स्विपहरू गर्नु पऱ्यो। मेरो वाइफ हाँस्थ्यो क्या, अब नेपालमा कहिले नगरेको होइन परिवारकोमा। अनि त्यसमा त्यो पनि प्रोफेसनली पाइलट भएर पैसा कमाएको मान्छे होइन, लाइफस्टाइल राम्रै थियो नेपालमा। अनि त्यहाँ आएर गर्दाखेरि त्यो स्ट्रगल, हुन त त्यो स्ट्रगल होइन, सबैले त्यो जीवनमा जाने कुरा हो। त्यहाँ पनि गरियो। त्यसपछि यहाँ आइयो। यहाँ आइसकेपछि अमेरिकाको जीवन जुन बसेको थियो त्यसको चाहिँ नि यहाँ ट्रान्सफर हुन्छ कि भन्ने सोच गरेको थियौँ। जति सजिलो थियो त्यति सजिलो चाहिँ भएन होइन। भनेको मतलब चाहिँ नि मेरो जुन सर्टिफिकेटहरू थियो यहाँ क्यानाडाले त्यो एक्सेप्ट गरेन। अमेरिकन सर्टिफिकेटलाई पनि फेरि मैले पर्स्यु गर्नुपर्ने हुन्थ्यो यहाँको क्यानेडियन लाइसेन्स लिनलाई। त्यो गर्दा भन्दा राम्रो बिजनेसतिर जानुपर्छ भन्ने हो। बिजनेसमा स्ट्रगल पनि छन्। सुरुका दिनहरूमा हामीले एउटा सोचेर आएको हुन्छौँ र फेरि हामी नेपालीहरू बढी इमोसनल पनि हुन्छौँ। तपाईँलाई कसैले राम्रो कुरा गर्ने साथै हामी तुरुन्तै प्रभावित भइहाल्छौँ होइन। त्यसले गर्दाखेरि म पनि सुरुको दिनमा म पनि बिट्रेड भएको छु। सुरुको दिनमा मलाई पनि रिप्रोप गरेछ। मैले एउटा फुड इन्डस्ट्रीमा सबवे जस्तै क्विजनोस भन्ने थियो, त्यो किन्न लाग्दाखेरि जो मान्छेलाई इमोसनली कागजै नगरिकन पैसा दियो, पैसा लिएर भागिदियो होइन। अब त्यो बेलाको सुरुको स्ट्रगलहरू। त्यसपछि चाहिँ नि अब यो देशमा स्पेसली अमेरिकाको कन्टेक्स्टको अनुसार क्यानाडामा चाहिँ नि अलिकति थाहा नपाइकन मेन्टल अथवा चाहिँ थाहा नपाइकन डिप्रेसन जस्ता कुराहरूमा जाँदो रहेछ। किनभने वेदरले पनि
समयले पनि र स्ट्रगलको फेजले पनि। किनभने जुन हिसाबले हामीलाई स्किल इमिग्रेन्ट भनेर ल्याउँछ, हामीलाई त के लाग्छ भने आफ्नो जुन स्किल छ त्यसलाई नि यहाँ कन्भर्ट भइहाल्छ तुरन्त भन्ने। तर के भयो भने त्यो कन्भर्सन तुरन्तै नहुँदो रहेछ। ग्रासरुटमा गएर फेरि चाहिँ स्ट्रगल गर्नुपर्दछ। तपाईँ हु इज हु भन्ने कुराहरू चाहिँ बिर्सिनु पर्दो रहेछ। तपाईँ नेपालमा के हुनुहुन्थ्यो, अमेरिकामा के गर्दै हुनुहुन्थ्यो, क्यानाडाले फेरि नयाँ कुरा सिकाउँछ भनेपछि तपाईँको एक्सपिरियन्स चाहिँ नि काउन्ट हुन्छ। तर बट यु हेभ टु गो फ्रम द बटम होइन, फेरि तलबाट जानुपर्छ। त्यसले पोजिटिभिटीहरूको हिसाबले चाहिँ ठिक छ होइन, यहाँ चाहिँ नि जे कुरा पनि पोजिटिभ छ, राम्रो छ। तर खालि के हो भने हामीलाई चाहिँ नि जो मान्छेले हिउँ देखाएको छैन, जो मान्छेले त्यस्तो -39मा बसेको छैन, तिनीहरूलाई चाहिँ नि वेदरको कन्सेप्टले कल्चरकोले पनि यी सबै कुराले अलिकति पछाडि ढक्लिन्छ जस्तो लाग्छ मलाई चाहिँ नि। यहाँ नेपालमा हुँदा त अब हेलिकप्टर उडाएरै होइन, अब एभिएसनमै लागिरहनु भएको थियो। अब त्यो त आफ्नो पढाइको कुरा, अब त्यसमा भनेको कुरा चाहिँ आफ्नो इमोसनसँग जोडिएको कुरा हो नि त। अब त्यसलाई चटक्कै छोडेर तपाईँ अब बिजनेसमा त राम्रो गर्नुभयो, तर त्यति बेला नि बिजनेस त राम्रो भइसकेको थिएन, स्टार्टिङ गर्दै हुनुहुन्थ्यो। अघि नै अलिकति निकाल्नु भयो कि थोरै ठगिएँ भनेको जस्तो कुरा पनि आयो। त्यो बेलामा चाहिँ के कुराले चाहिँ दाइलाई आफ्नो करियरै चेन्ज गर्छु म भन्ने कुराको त्यो बिजनेसमा जानुको टर्निङ पोइन्ट चाहिँ के हो दाइ? यो के भयो भने जस्तो मैले भने अघि, अमेरिकाको लाइसेन्सलाई यहाँ मानेन, नमानेपछि क्यानेडियन लाइसेन्स लिनलाई चाहिँ फेरि 20-30 हज़ार रुपियाँ खर्च गर्नुपर्ने। र त्यो जागिर लिनलाई पनि जस्तो म हेलिकप्टर पाइलट भएको हुनाले कि चाहिँ नि म नर्थ अफ अन्टारियोतिर जानुपर्ने, या चाहिँ म चाहिँ नि अरू प्रोभिन्समा अल्बर्टा त्यसोतिर जानुपर्ने जहाँ चाहिँ हेलिकप्टरको माग थियो होइन। तर त्यो मागमा पनि म आफूलाई फेरि त्यो जागिरमै जानु पर्दाखेरि पनि त्यस्तो खाले चाहिँ जस्तो नेपालमा जुन चार्मिङ छ प्रोफेसन यो एभिएसनको, त्यस्तो चाहिँ छैन यहाँ होइन। भनेको मतलब चाहिँ के भने स्यालेरी वाइज पनि इज नट बिग इनफ होइन। तपाईँ एज अ पाइलट हुन् 60,000 रुपियाँ हो सुरु स्टार्ट हुने, $60,000 भनेको मतलब 5,000 रुपियाँ होइन। त्यो त तपाईँको फ्याक्ट्रीमा गएर काम गर्नु पनि 5,000 कमाइन्छ भनेपछि त्यो तुलनात्मक रूपमा पनि कुनै सेटिस्फाइड भएन। अनि यसो सोचेँ अब फेरि यो उमेर बढ्दैछ, फेरि त्यो पैसा खर्च गरेर चाहिँ फेरि त्यो कोर्स गरेर म कहाँ पुग्ने भन्ने कुरा। अनि त्योभन्दा ठुलो कुरा त के भयो भने मेरो वाइफले पनि मानेन। हामी धेरै ठाउँ घुमिसक्यौँ होइन। वीरगन्जबाट काठमाडौँ आएँ, काठमाडौँबाट युक्रेन गएँ, युक्रेनबाट फेरि काठमाडौँ आएँ, काठमाडौँबाट अमेरिका हुँदै फेरि टोरन्टो आइयो। अब टोरन्टोबाट फेरि मुभ हुनु पऱ्यो भने उरिसा हुन थाल्यो। उसले के भन्यो भने अब हामी यदि टोरन्टोबाट मुभ हुने भने नेपाल मात्रै मुभ हुने, त्यो भएर अरू ठाउँतिर जाने सोचै भएन। र त्यसले गर्दाखेरि पनि मलाई चाहिँ नि यहीँ अब केही गर्नुपर्छ भन्ने कुरा भयो। र यो देशमा बिजनेस गर्न सजिलो हुन्छ भन्ने पनि आश छ, सरकारले पनि त्यो सहयोगहरू गर्छ। तर के हो भने सुरुवातको दिनहरूमा के हुन्छ भने हामी इमोसनली बढी फुल हुन्छौँ। एउटा चाहिँ नि साउथ एसियनहरू अलिक बढी इमोसनल छ। कुनै साथीले अथवा कुनै कसैले चाहिँ नि देखेको राम्रो कसैले गराएछ भने त्यसैको फलो गर्न थाल्छौँ क्या। तर त्यो राम्रो सक्सेस भनेको कुरा चाहिँ नि उसले स्ट्रगलबाट पाएको सक्सेस हो नि त। हामीले सिधै खालि सक्सेसलाई मात्रै हेर्छौँ। त्यसले गर्दा के हुन्छ स्ट्रगल पार्ट त हामीलाई थाहै छैन। जब तिमी त्यही बिजनेसमा जान्छौ त्यो स्ट्रगलको चाहिँ नि पिरियड देखिन्छ। तर के भने उसको एक्सपिरियन्स, उसको साथीको जुन बिहेभियर छ त्यसले चाहिँ नि त्यसको एक्सपिरियन्स सेयरले चाहिँ हामीलाई सायद अलिक कम पर्ला। तर जान त स्ट्रगल सबैले गर्नै पर्छ। तर सायद आज फर्केर हेर्दाखेरि पनि दाइले चाहिँ ठिकै छ, पाइलट छोडेर त दाइलाई त रिग्रेट छ जस्तो मलाई लाग्दैन। छ र दाइ? छैन होला होइन? होइन, यस्तो हुँदो रहेछ। त्यो चाहिँ त्यो चाहिँ के भन्छ सायद त्यो प्रोफेसनल्ली चाहिँ नि छैन होला। तर मेरो वाइफ र म चाहिँ कहिलेकाहीँ हामी ड्राइभ गरिरहन्छौँ होइन, अनि माथिबाट हेलिकप्टर गइरहन्छ, प्लेन गइरहन्छ, हामी रोकेर हेर्छौँ क्या। किन मेरो वाइफ पनि प्रोफेसनली एयर होस्टेस थिए नेपाल हुँदाखेरि, अनि पछि उसले एयरलाइन्समा म्यानेज गर्थ्यो। हामी चाहिँ नि कहिलेकाहीँ त्यो फिल गर्छौँ क्या। मेरो वाइफ चाहिँ मलाई इन्करेज गर्छ कि चाहिँ तिमी जाऊ प्रोफेसनल्ली चाहिँ अब तिमी जाऊ भन्छ क्या। बिजनेस गरे एउटा सेटिस्फ्याक्सन छ, सक्सेस भएको छु एउटा सेटिस्फ्याक्सन छ, हेल्पफुल भएको छु मान्छेको निम्ति त्यो सेटिस्फ्याक्सन छ। तर मनमा एउटा ठाउँमा चाहिँ कहीँ रोकेको छ क्या। त्यो चाहिँ नि आफूले त्यत्रो वर्ष पढ्यो, त्यत्रो काम गरियो होइन, 10औं वर्ष नेपालमा काम गरियो भनेपछि त्यो प्रोफेसनपछि आफू बढी प्यासनेट छु जस्तो लाग्छ क्या अहिले आएर क्या। किनभने अब अहिले रेस्पोन्सिबिलिटीहरू पनि मेरो चाहिँ सेटल भइसकेको छ। भनेको मतलब मेरो छोरीहरू पनि कलेज सकिसकेको छ होइन, वाइफको पनि राम्रो छ, मेरो पनि ठिकै छ। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ नि ब्याक टु एभिएसनमा जानुपर्छ कि होइन, आफूले जानेको ज्ञान त्यही सिपलाई चाहिँ अगाडि बढाउनुपर्छ कि भन्ने सोच चाहिँ नि छ। त्यो बेलामा चाहिँ नि प्रोफेसनल्ली चाहिँ नि सायद रिग्रेट छैन मलाई। तर
आफूले चाहिँ त्यो समाजमा अथवा त्यो प्रोफेसनमा जहाँबाट आफूले एक्सपिरियन्स गेन गरेछ त्यसैमा केही दिउँ भन्ने चाहिँ नि भावना चाहिँ बढ्दैछ। हुन त हामी साउथ एसियन हौँ होइन, कुनै बेलामा दाइलाई लाग्यो छोरीहरूले पाइलट पढ्दै पनि हुन्थ्यो, मेरो सपना चाहिँ छोरीबाट निकाल्न पाए हुन्थ्यो भन्ने फिल भयो दाइलाई कहिले? त्यस्तो चाहिँ नि सायद यहाँ चाहिँ नि भएन। हामीले बच्चालाई कहिले पनि प्रेसर दिएनौँ होइन, उनीहरूले जे पढ्छु भन्यो त्यही हिसाबले चाहिँ नि उनीहरू आफूले गरिरहेको छ। इभन हामीले किनभने अब एज अ इमिग्रेन्ट हाम्रो स्ट्रगल कस्तो थियो भने चाहिँ नि वाइफ पनि काम गर्नु पर्थ्यो, म पनि काम गर्नु पर्थ्यो होइन। बच्चालाई हामीले चाहिँ फुल टाइम आफूले चाहिँ टाइम दिन सकेका थिएनौँ। यहाँको फेरि एजुकेसन चाहिँ नि भास्ट चाहिँ थियो भनौँ न, नेपालको पढाइको अनुपातले गर्दाखेरि हामी नेपालको पढाइमा चाहिँ नि हामी अगाडि छौँ, अनि त्यो पछाडि परेको एजुकेसनमा हामीलाई त्यति ज्ञान हुँदैन होइन। यिनीहरूले बोल्ने स्ल्याङहरूमा गाह्रो थियो, एक्सनहरू पक्रिन गाह्रो थियो, हामीले बोलेको एक्सन हाम्रो बच्चाले नबुझ्ने स्थिति थियो होइन। त्यसले गर्दा उनीहरूलाई पढाउनु पाएन हामीले, तर उनीहरू आफैले रोजेको विषय लिएर पढेको छ। त्यसले गर्दाखेरि म खुसी छु, एटलिस्ट उसले पढ्दैछ, उनीहरू आफै सेटिस्फाइड छ भन्ने छ। अब प्रेसर दिएर अब तिमीले भने जस्तो सायद नेपालमा बसिरहेको भए चाहिँ हुन्थ्यो होला त्यो, किनभने त्यो प्रेसर चाहिँ नि हामीलाई प्यारेन्ट्सलाई हुन्थ्यो होला नेपालमा। तर यहाँ चाहिँ के हो भने आफू पनि त्यही प्रोफेसनल नभएको हुनाले होइन, आफू पनि बिजनेस मोडलमा भएको हुनाले तिमी भने जस्तो सायद मेरो बच्चाले भोलि बिजनेस गरिदियोस् भन्ने चाहिँ मेरो चाहना होला, तर अब चाहिँ नि त्यही पाइलटै होस् भन्ने चाहिँ त्यस्तो चाहिँ छैन। अनि अर्को चाहिँ अब दाइले त धेरै बिजनेस गर्नुभएको छ होइन, अनि अलिकति दाइले आफ्नो जर्नी चाहिँ अलिकति हाम्रो युथहरूलाई पनि हुने, अनि दाइको लाइफमा एउटा अन्टरप्रेनरसिप स्ट्रगलको कुराहरू अलिकति सेयर गरिदिनु न दाइको, नत्र दाइको जीवन नै अलिकति सर्टकटमा अलिकति बताइदिनु दाइ। स्योर स्योर होइन, मैले भने नि सायद अब मान्छेले हेर्दाखेरि चाहिँ म धेरै बिजनेसमा छु भन्ने जस्तो लाग्छ। सायद म यो क्यानाडाको बसाइ मेरो 21 वर्ष भयो। यो 21 वर्षमा त्यस्तो एचिभमेन्ट पनि मैले पाएको छैन होइन। त्यसले गर्दाखेरि मेरो चाहिँ खोज चाहिँ नि भइरहन्छ क्या, कहाँ गर्ने, कसरी गर्ने, कसरी अरू आफू बिल्डअप गर्ने भन्ने कुरामा होइन। तर अब म अमेरिकाबाट यता मुभ भइसकेपछि नेपाली समाज सानो थियो, नेपाली समाज सानो थियो। सानो हुँदाखेरि चाहिँ नि म पनि एज अ इमिग्रेन्ट भएको नाताले यो न्यु कमर सेन्टर्सहरूमा जाने, नेपालबारे कुरा गर्थेँ, मान्छेले नचिन्ने, जसले चिन्यो उसले चाहिँ नि नेपाल अर्का देशको प्रान्त हो कि अरू देश हो कि होइन भन्ने कुराहरू गर्थ्यो। अनि त्यो कसरी एजुकेट गर्ने भन्ने कुरामा चाहिँ नि लागेपछि मसँग अमेरिकामा केही काम गर्दाखेरि पैसा जमेको थियो। त्यो हिसाबले चाहिँ एउटा नेपाली आवाज होस् र नेपाली छ, नेपाल भन्ने छुट्टै देश हो, सोभिनेट कन्ट्री हो, त्यसले गर्दा त्यो हामीले आफ्नो आइडेन्टिटी बनाउनु पर्छ। र स्पेसली यो मल्टिकल्चर सोसाइटी जहाँ चाहिँ नि भनौँ न सयौँ देशका मानिसहरू आएर बसेका छन्, त्यहाँ चाहिँ आफ्नो देश एउटा चाहिँ छुट्टै सानै भए पनि एउटा चाहिँ नि मुल्क जहाँ चाहिँ कसैले राज गर्न सकेका छैन, त्यो देशको एउटा चाहिँ हामी नागरिक हौँ। त्यही भएर हामीले चाहिँ नि आफ्नो आइडेन्टिटीलाई चाहिँ नि प्रिजर्भ प्रमोट कसरी गर्न सकिन्छ भन्ने हिसाबले बिजनेसमा चाहिँ नि जोडियो होइन। रेडियोमा सुरु गऱ्यौँ, रेडियोको थ्रुबाट आज 21 वर्षसम्म रेडियो हामी चलाइरहेकै छौँ। हरेक शनिबारको दिन चल्छ क्यानाडामा, यहाँ टोरोन्टोमा। त्यसले गर्दाखेरि चाहिँ एउटा नेपालीको आवाज पनि भएको छ। इभन मैले पर्सनली आफ्नो कम्पनीबाट त्यो रन गरेँ तापनि नेपाली समाजले भन्ने चाहिँ नि के हो भने नि हाम्रो नेपालीको रेडियो छ है, मेरो रेडियो छ है। किनभने अरू भाषामा अरू रेडियो चलिरहेको हुनाले कहिलेकाहीँ उहाँहरूलाई चाहिँ त्यस्तो हुँदो रहेछ, नेपाली भाषामा छैन भनेर भन्दाखेरि छ नि भनेर प्राउडली पनि भन्नुहुन्छ। त्यसले गर्दाखेरि यो बिजनेस जर्नीमा चाहिँ के म चाहिँ के भन्छु भने साथीहरू जो आउनु भएको छ न्यु कमर्सहरू या आउने प्लान गर्दै हुनुहुन्छ, तपाईँहरू चाहिँ एउटा एकदम त्यो घोडे ट्याप जस्तो चाहिँ नि म चाहिँ इन्जिनियर हो, म इन्जिनियर बाहेक अरू जब गर्दिनँ भन्ने नसोच्नुहोस्। यो देशमा सेकेन्ड क्यारियरको एकदम भविष्य छ, तपाईँलाई अपर्च्युनिटीहरू चाहिँ एकदमै छ, खालि ग्राब गर्नुपर्छ होइन। अघि मैले भने जस्तो सायद नेपालमा हाम्रो कति कल्चरहरूमा हामी वेल एजुकेट छैनौँ होला, रोड क्रस गर्ने कुराहरूमा, रोडको नामहरूको कुराहरूमा होइन, अब जिपिएसको सिस्टमको कुराहरूमा। यहाँ त सबै कुराहरू चाहिँ छ, खालि के भने पढ्नु मात्र पर्छ आफूले होइन। तपाईँ आफूमा चाहिँ इन्डिपेन्डेन्ट हुनुभयो, पढ्न सक्नुभयो, कसैमा डिपेन्ड हुनु भएन। तपाईँले चाहिँ गर तपाईँको के भन्छ रोडमा कोही साथीहरूलाई चाहिँ नि यो यसको एड्रेस के हो भनेर भन्नुभन्दा जिपिएसमा तपाईँ म्यापिङ गर्नुभयो भने त्यही घरै पुऱ्याइदिन्छ। त्यसले गर्दाखेरि अहिले सजिलो पनि भएको छ, नेपाली कम्युनिटी पहिलाको कन्टेक्स्टमा बढ्दै पनि छ। त्यसले गर्दाखेरि
जुन साथीहरू कोही बिजनेस कोही प्रोफेसनमा जानु भएको छ तिनीहरू अलिक एक्सपिरियन्स भएको छ भने त्यसले सेयरिङ गर्दाखेरि र मेरो आफ्नो मोटो पनि छ सेयरिङ इज केयरिङ भन्छु म चाहिँ नि आफूलाई किनभने तपाईँले जानेको ज्ञान तपाईँ कसैलाई बाँड्नु भयो भने मात्रै हुने भने हामीले बाउ आमा पछि शिक्षकलाई माया गर्ने कारण के हो शिक्षकलाई चाहिँ हामीले चाहिँ रेस्पेक्ट गर्ने कारण के हो भने उहाँले यदि त्यो आफूले जानेको शिक्षा आफै मात्रै सीमित राखेको भए हामी यो देशमा आउन सक्ने क्षमतै हुँदैन थियो नि त्यसले गर्दाखेरि चाहिँ नि बाउ आमा पछि हामीलाई दिने शिक्षा जसले शिक्षकहरू हुन्छन् उहाँहरूलाई हामीले सम्मान गर्ने कारण पनि थियो त्यही भएर हामीले जानेको जुन क्यानाडामा आइसकेको पुराना साथीभाइहरू जसले जे हिसाबले चाहिँ आफूलाई सेटल गर्नुभएको छ त्यसले त्यही हिसाबले चाहिँ आउने नयाँहरूलाई चाहिँ नि सहयोगको हिसाबले चाहिँ भन्नुभयो बताउनु भयो भने चाहिँ त्यो एक्सपिरियन्सले चाहिँ नि उहाँहरूलाई चाहिँ नि स्ट्रगल पिरियड चाहिँ सानो पर्छ जस्तो लाग्छ मलाई त्यही भएर गर्नुपर्छ र बिजनेसमा पनि तपाईँले भने जस्तो विभिन्न बिजनेसहरूमा छु म कुनै पनि बिजनेसमा जस्तो आइदर म रियल इस्टेटमा छु होइन हाम्रो सुरुको दिनहरूमा जुन स्ट्रगल थिए त्यसमा चाहिँ हामीले के मैले स्पेसली आफूलाई के याद गरेँ भने नि हाम्रो समाज सानो छ त्यो समाज सानोलाई बलियो बनाउने भनेको चाहिँ नि के हो भने मिल्नुपर्छ सबैजना होइन त्यही भएर हाम्रो कम्पनी जुन एभरेस्ट रियल्टी लिमिटेड छ त्यो चाहिँ नि एकजना ब्रोकर अफ रेकर्डले सुरु गर्नुभयो तर त्यहाँ हामी 2-3 जना साथीहरू मिल्यौँ त्यसले गर्दा हाम्रो भिजनहरू त्यहाँ मिले त्यसले गर्दा हामीले चाहिँ एक्सपान्ड गर्न सक्यौँ 2017मा खोलिएको मिसिसागाको एउटा लोकेसनबाट म 2018मा जोइन गरेँ र त्यो कम्पनी अहिले तपाईँको हाम्रो 100जनाभन्दा बढी रियल्टर छ मेजोरिटी अफ रियल्टर हाम्रो नेपाली छन् होइन त्यो कम्पनीमा र त्यसपछि चाहिँ के देख्यो भने एक्लैले अगाडि बढ्न सक्ने स्थिति नभएपछि चाहिँ नि जोइन्टली हुनुपर्छ भनेको मतलब चाहिँ कोअपरेटिभ कन्सेप्टमा चाहिँ नि हामीले बिजनेसहरू क्रिएट गऱ्यौँ पार्टनरसिप कन्सेप्टमा क्रिएट गऱ्यौँ जसले गर्दा जस्तो मेरो आइटी कम्पनी छ साइबर सेक्युरिटी कम्पनी त्यस्तै तपाईँको हामी हस्पिटालिटी बिजनेसमा छौँ होइन जुन ग्रुपले हामीले काम गर्छौँ त्यो ग्रुपबाट हाका खजाना भन्ने ग्रुप छ त्यसको चाहिँ नि 6वटा रेस्टुरेन्ट छ त्यसपछि ब्याङ्केट हल छ ब्रेकफास्ट रेस्टुरेन्टहरू छन् होइन तपाईँको चाहिँ नि बारहरू छन् भने चाहिँ ग्रुप अफ पिपल जोइन्ट होइन एउटा चाहिँ नि हामीले चिपिन टाइपको सबैले आफ्नो इन्भेस्टमेन्ट गरेर चाहिँ त्यसैलाई चाहिँ हामीले एक्सपान्ड गरेको छौँ दाइको अहिले दाइ डिरेक्टली इन्भल्भ हुनुभएको बिजनेसहरू कतिवटा छन् दाइ मेरो चाहिँ नि मेरो रोल के छ भने जस्तो अघि ग्रुप अफ कम्पनी जस्तो चाहिँ हाम्रो एउटा ग्रुप छ एभरेस्ट खजाना ग्रुप त्यसको अन्तर्गतमा एभरेस्ट रियल्टी भयो हाका खजाना रेस्टुरेन्ट भयो एभरेस्ट कन्भिनियन्स सेन्टर भयो त्यस्तै चाहिँ तपाईँको चाहिँ मोमो फ्याक्ट्री भयो त्यस्तै चाहिँ हाम्रो चाहिँ 2टा फार्म ल्यान्ड छ 102 एकर र 72 एकरको फार्म ल्यान्ड छ त्यसपछि चाहिँ हामीले अहिले चाहिँ नि एउटा प्लान्ट बेस प्रोटिन बेस हामीले चाहिँ फ्याक्ट्री क्रिएट गर्दैछौँ होइन त्यो चाहिँ नि $multi-million प्रोजेक्ट हो त्यो चाहिँ नि हुँदैछ त्यो बाहेक चाहिँ जस्तो अब मेरो साइडमा अब अर्कोमा चाहिँ यो त्यो ग्रुपको भयो अर्को ग्रुपमा चाहिँ के छ भने हामीले एउटा प्रपर्टी किनेको छौँ क्वाइन भेन्चर भन्ने कम्पनीको थ्रुबाट 20 जना साथीहरू मिलेर एउटा प्रपर्टीहरू किनेको छौँ त्यस्तै मेरो पार्टनरसिपमा साइबर सेक्युरिटी भयो अहिले पार्टनरसिपमा भर्खर देख्नुभयो होइन त्यो सेल्टो मोर्गेज भन्ने भयो त्यो जसले चाहिँ नि यहाँ आउनेहरूलाई न्यू इमिग्रेन्टहरूलाई मोर्गेजहरूको निम्ति रेसिडेन्सियल कमर्सियल बिजनेस लोनको निम्ति चाहिँ नि हेल्प गर्छ होइन त्यस्तै म नेपालबाट टी इम्पोर्ट गर्छु होइन नेपाल हिल टी भन्ने हाम्रो कम्पनी छ त्यसमा पनि म छु इन्भल्भ म विभिन्नमा छु तर के छ मेरो रोल चाहिँ मोस्टली चाहिँ नि के भने म्यानेजिङ मात्रै छ डाइरेक्ट डे टु डे त्यो अपरेसनमा चाहिँ त्यस्तो चाहिँ छैन तर चाहिँ नि हरेक कम्पनीबाट चाहिँ मैले म्यानेजिङको वेमा बिजनेस डेभलपमेन्टको वेमा अथवा चाहिँ मार्केटिङ र चाहिँ सेल्सको वेमा चाहिँ हेल्प गरिरहेको छु त्यसले गर्दाखेरि अब म आफैले हेर्ने हो भने चाहिँ नि एभरेस्ट नै भयो होइन त्यो बाहेक चाहिँ नि हाका खजानाको चाहिँ नि हामीले फ्रेन्चाइज बनाउने कन्सेप्टमा अथवा एभरेस्ट रियल्टीको हामीले 400 रिटायरमेन्ट होम बनाउनेको कन्सेप्टमा यी कुराहरूमा चाहिँ हामी लागि परेको छौँ तर अब अलिकति रियल इस्टेटको अथवा चाहिँ नि रिसेसनको वे आइरहेको हुनाले सबै कुरा अलिक स्लो भएको छ तर चाहिँ इन्भल्भ चाहिँ विभिन्न उसमा चाहिँ नि छु म दाइको यो लामो समयको एक्सपिरियन्समा चाहिँ मल्टिपल बिजनेसलाई ह्यान्डल गर्दाखेरि अथवा मल्टिपल बिजनेस चलाउँदै गर्दाखेरि चाहिँ त्यसको बिजनेसको अथवा सिइओ भनौँ अथवा लिडर दह्रो हुनुपर्छ कि बिजनेसको सिस्टम दह्रो हुनुपर्छ बिजनेस चाहिँ एकजना लिडरले चलाउने हो अथवा सिस्टमले चलाउने हो के लाग्छ दाइलाई
यसमा पहिला सुन्दा त के हो भने जस्तो सिस्टम बनाउनलाई पनि त लिडरसिप हुनु पऱ्यो नि त होइन लिडरसिपको रोल चाहिँ नि इम्पोर्टेन्ट छ तर वान्स द सिस्टम भइसकेपछि भने नि जस्तो हामीले कोअपरेटिभ कन्सेप्टको अघि कुरा गऱ्यौँ नि त्यो सिस्टम बनिसकेपछि तपाईँ सबैजना इन्भल्भ हुनुपर्ने जरुरी छैन क्या होइन एकजनाले रोल गर्न सक्छ त्यो सिस्टम चलाउन सक्छ होइन भएको हुनाले चाहिँ बिजनेसको कन्सेप्टमा दुईवटा कुरा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ बिजनेसम्यान र एन्टरप्रेन्योरमा फरक चाहिँ के हुन्छ भने बिजनेसम्यान भनेको काइन्ड अफ सेल्फ इम्प्लोइड हो जो चाहिँ एउटा रेस्टुरेन्ट खोल्ने त्यसैमा काम गर्ने भन्ने भयो होइन तर त्यही रेस्टुरेन्टलाई फ्रेन्चाइजमा लैजानु मोडल लानु भयो भने त्यो मान्छे चाहिँ एन्टरप्रेन्योर बन्छ होइन भनेको मतलब के हो भने बिजनेसम्यानको चाहिँ नि त्यो बिजनेसमा इन्भल्भ हुनु पऱ्यो अनि मात्रै उसले कमाउने भयो त्यो लिडरसिप देखिने भयो तर एन्टरप्रेन्योरको के हो भने सिस्टमले चाहिँ तपाईँको गरिदिन्छ तपाईँको एन्टरप्रेन्योर चाहिँ घरै बसे पनि उसको पैसा चाहिँ आइरहेको हुन्छ रोल भइरहेको हुन्छ होइन बिजनेसम्यान चाहिँ त्यो बिजनेस गर्न गइएन भने चाहिँ नि त्यो पैसा हुँदैन भनेको मतलब चाहिँ के हो भने दुईवटा पार्ट तिमीले भने जस्तो लिडरसिपमा चाहिँ नि बिजनेसम्यानहरू जुन सुरु हुन्छ नि ऊ लिडरसिपमा जाने भयो तर उसले सिस्टम क्रिएट गर्यो भने उसले एउटा रेस्टुरेन्टबाट चाहिँ 10वटा रेस्टुरेन्ट बनाउन सक्छ अथवा एउटा बिजनेसबाट 10वटा ठाउँ गर्छ एकाउन्टिङै फर्म चाहिँ कसैले चाहिँ सिपिए छ भने उसले यहाँ स्कार्बोको चाहिँ क्राउडलाई चाहिँ एउटा क्याटर गर्न सक्छ उसले ब्रान्च चाहिँ नि अथवा सेटेलाइट अफिस चाहिँ नि तिम्रो चाहिँ मिसागा हुनसक्छ लन्डनमा हुनसक्छ सधैँ जानुपर्छ भन्ने छैन त्यहीँ लोकल एकजना हायर गर्ने आफूले चाहिँ मोनिटर गर्न सक्छ भनेको मतलब चाहिँ के हो भने सिस्टम बन्यो भने इट विल बी इजी र फेरि अहिले स्पेसली सफ्टवेयरको जुन सिस्टम छ एआईको सिस्टम छ यिनी यति सजिलो छ कि तिम्रो चाहिँ नि हरेक कुरालाई चाहिँ नि घरै बसेर मोनिटर गर्न सकिन्छ र गाइड गर्नुपर्ने ठाउँमा गाइड गर्न सकिन्छ भनेपछि अहिले चाहिँ तिमी पहिला लिडर बन सिस्टम बनाऊ सिस्टम बनिसकेपछि सिस्टमलाई मोनिटरिङ गर द्याट्स अल होइन ट्रु त्यही हो जस्तो पहिला आफू बलियो हुनु पऱ्यो होइन मेरो नेतृत्वमा पनि म त्यही भन्छु पहिला आफू बलियो हुनु पऱ्यो त्यसपछि हामीले समाजलाई बलियो गर्ने हो समाज बलियो भएपछि अनि मात्रै राष्ट्रलाई बलियो गर्न सक्छ क्या होइन भनेको मतलब चाहिँ तिमी आफै कमजोर छ भने तिमीले समाजलाई बलियो बनाउँछु भनेर हिँडेर क्या मतलबै भएन नि 100 रुपियाँ तिमीले चाहिँ समाजलाई दिनु पऱ्यो भने चाहिँ निकाल्नलाई गाह्रो हुन्छ भने त्यो के मतलब आयो पहिला तिमी प्रोफेसनली छौ भने प्रोफेसन बन अथवा बिजनेसमा छौ भने बिजनेस सेटल गर अथवा चाहिँ तिमी चाहिँ कुनै पनि कुराहरूमा चाहिँ आफूलाई सेटल गर्न सक्छु जस्तो लाग्छ भने पहिला आफूलाई सेटल गर्नु पऱ्यो त्यसपछि मात्रै रोल मोडल हुने भयो क्या समाजलाई दिनलाई होइन समाजले कसरी हेर्छ भने तपाईँ सक्सेस हुनुभएको छ भने दिनु हुन्छ नि अब भनौँ न तपाईँले सामाजिक काम धेरै गर्नुभयो होला त्यसको भ्यालुसन कम छ क्या अहिले मान्छे कसलाई हेर्छ भने जसले पैसा कमाएको छ त्यसलाई मात्रै हेर्छ क्या किनकि उसले पैसा समाजलाई दिन सक्छ नि त होइन त्यो सोच छ क्या अहिलेको मेन्टालिटीमा हाम्रो समाजमा भने तपाईँसँग भएको ज्ञानको चाहिँ नि मूल्याङ्कन देखिँदैन तर पैसाको मूल्याङ्कन देखिन्छ त्यसले गर्दा म साथीहरूलाई पनि भन्छु पहिला सुरु आफू बलियो हुनु पऱ्यो आफू बलियो भएपछि हाम्रो कर्तव्य नै हो समाजलाई बलियो समाज भनेको यहीँ बसेको समाज हो क्यानेडियन समाज होइन क्यानेडियन समाज पनि बलियो भएर भिजिबिलिटीमा देखियो क्यानाडामा चाहिँ नेपालीहरूको ठुलो समाज छ नेपालीहरूले चाहिँ दान दिन सक्छ है नेपालीहरूको मन्दिर छ नेपालीहरूको बिजनेस छ भन्ने कुराहरू देखिन थालिसकेपछि यो मल्टिकल्चर देशमा हाम्रो पनि आइडेन्टिटी बन्छ त्यसपछि हामीले यो देशमा क्यानाडामा हामीले पनि उद्धान गर्नुपर्छ क्यानाडालाई चाहिँ हामीले पनि सहयोग गर्नुपर्छ जसरी उनीहरूले ओपन आर्म्सले हामीलाई बोलाएको छ त्यसरी हामीले ओपन आर्म्सले क्यानेडियन सोचमा गर्नुपर्छ सँगैसँगै हामी पहिलो जेनेरेसन भएको हुनाले हाम्रो कर्तव्य नेपालसँग पनि त्यत्तिकै छ हाम्रा बुवा आमाहरू त्यही हुनुहुन्छ हाम्रा परिवारजनहरू त्यही हुनुहुन्छ हाम्रा साथीभाइहरू त्यही हुनुहुन्छ र हामीले जानेको सिप ज्ञान र चाहिँ नि पैसा चाहिँ नि नेपालमा पनि हामीले पोहोर गर्नुपर्छ नेपालमा पनि हामीले लगानी गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यसले गर्दाखेरि चाहिँ नि पहिला जुन तिमीले भने जस्तै लिडरसिपको क्वालिटी बढाउनु पऱ्यो त्यसपछि सिस्टम बनिसकेपछि आफै बिस्तारै यो बिजनेसदेखिको समाज पनि त्यसरी चल्छ जस्तो लाग्छ अब कोही नयाँ आउनुभयो सायद स्टुडेन्टको रूपमा अथवा पिआरको रूपमा अब पिआर भएपछि बिजनेस सुरु गर्न सजिलो हुन्छ होइन अब उहाँहरूलाई चाहिँ दाइको यति लामो एक्सपिरियन्सले चाहिँ बिजनेस सुरु गर्दाखेरि के छ कसरी सुरु गर्नुपर्छ के कुरामा ध्यान दिनुपर्छ अलिकति सर्टकटमा दाइले बताइदिनु यसको यस्तो छ यहाँको पोजिटिभिटी के छ भने सबै कुरा लिखित रूपमा छ भनेको मतलब चाहिँ इन्टरनेटमा पनि पाइन्छ हरेक म्युनिसिपालिटीहरूले चाहिँ यसलाई सहयोग गर्छ एन्टरप्रेन्योर बनाउन बिजनेस बनाउनलाई चाहिँ उनीहरूले सहयोग गर्छ किनभने एउटा बिजनेस क्रिएट भयो भने त्यसले रोजगारी बढ्छ भन्ने कुरा छ त्यसले गर्दा हामीले पाउनुपर्ने इन्फर्मेसनहरू चाहिँ नि सिटीबाट पाइन्छ र उनीहरूले हरेक सिटीमा चाहिँ नि एन्टरप्रेन्योर सेन्टर इन्टरप्राइजेस सेन्टर भनेर खोल्या हुन्छ त्यहाँ गएर तपाईँले चाहिँ गर्न सक्नुहुन्छ र अघि मैले भने जस्तो चाहिँ भाइले भने जस्तो विद्यार्थी भएर आयो अथवा नेपालमै बिजनेस गरेको छ भने त्यो भिजनलाई मात्रै चाहिँ कन्भर्ट गर्नलाई सायद
पिआरले अथवा चाहिँ नि त्यो लिगल स्टाटसले चाहिँ नि रोक्ला केही क्षणलाई, तर पार्टनरसिप अरूसँग गऱ्यो भने जो चाहिँ लिगल छ त्यससँग भिजन मिल्यो भने त पार्टनरसिप गर्न सक्यो नि। त्यसको निम्ति स्टुडेन्टले कुर्नुपर्छ यता डिपेन्डेन्टले कसैले चाहिँ नि पिआर हुनुपर्छ कुर्नुपर्छ भन्ने छैन क्या। तपाईँको यहाँ गभर्मेन्टले चाहिँ नि बिजनेस स्टार्ट गर भनेर चाहिँ ग्रान्ट्सहरू दिन्छ, बिजनेस स्टार्ट गर्नु चाहिँ नि तिम्रो इन्ट्रेस्ट फ्री लोनहरू दिन्छ अथवा चाहिँ कम इन्ट्रेस्टमा लोनहरू दिन्छ। त्यो लोनहरू चाहिँ हामीले उपलब्ध छ क्या, खालि खोज्नु मात्रै पर्छ, पढ्नु मात्रै पर्छ आफू। हाम्रो टेन्डेन्सी के छ भने हामी जेमा पनि डिपेन्ड हुन्छ बढी, हामी इन्डिपेन्डेन्ट हुन सक्ने स्थिति देख्दिनँ क्या म। किनभने हामी त्यो कल्चरबाट आएको छ नि त, कसैले चाहिँ गर्दैला कि होइन। अब तपाईँको इङ्ग्लिस राम्रो होला तर तपाईँले चाहिँ नि यहाँ आउनलाई कन्सल्टेन्सी युज नगरिकन आउनु भएको छैन होइन। पैसा तिरौँ त्यहाँदेखि कन्सल्टेन्टले गरेको कुरा उहाँसँग ज्ञान छ, सायद उहाँ र तपाईँमा एउटै ज्ञान पनि हुनसक्छ अथवा उहाँले पढेको सर्टिफिकेटको चाहिँ नि अलिकति भ्यालुसन हुन्छ अनि त्यो जुन तपाईँहरूले पे गर्नुहुन्छ। तर भनेको मतलब तपाईँमा ज्ञानै नभए होइन नि, तपाईँको के हो भने सायद तपाईँको बाध्यता होला केही कुराले होइन, समय नहुनसक्छ, त्यसले गर्दाखेरि एक्सपर्टहरूको सर्भिस लिने भयो होइन। त्यसले गर्दा मैले देखेको चाहिँ नि के छ भने यहाँ आउने विद्यार्थी होस् या बिजनेस माइन्डेड कोही होस् या इभन प्रोफेसनली कोही होस् होइन, उहाँहरूले चाहिँ के हो भने समयलाई चाहिँ मूल्याङ्कन गर्नुपर्छ। हेर्नुहोस् 21 वर्ष हामी यहाँ बसेको भयो, बितेको थाहा नै छैन। हिजो भर्खर आज लाग्छ अमेरिकाबाट यता, अहिले चाहिँ 21 वर्ष बितिसक्यो। त्यही भएर यहाँ समय त यति छिटो जान्छ किनभने यहाँको वेदर, यहाँको चाहिँ नि भनौँ न कल्चरले गर्दाखेरि, स्पेसली समरमा मात्रै अलिकति लामो दिन भएको हुनाले रमाइलो मानिन्छ। अब विन्टरमा त त्यो दिन पनि तपाईँ बिहान उठेर जाँदाखेरि पनि अँध्यारो, घर फर्किने जसमा अँध्यारो भयो, 4 बजी आउँदाखेरि अँध्यारो भइसकेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ नि समय बितेको थाहा हुँदैन यहाँ चाहिँ नि। दाइसँग एउटा चाहिँ मैले के सोध्न चाहेँ भनेदेखि, दाइले काम गर्दै गर्दा अथवा बिजनेस गर्दै गर्दाखेरि कुनै दिन चाहिँ कुनै कुरा फेलियर भएर अब त अलिकति सक्दिनँ कि क्या हो, अलिकति बेकार यतातिर हात हालेछु कि क्या हो भनेर त्यो कुनै प्रोजेक्ट फेलियर हुँदाखेरिको त्यस्तो केही अनुभव छ? मैले सुरुमा भने नि अमेरिकाबाट यहाँ आउँदाखेरि हामीले आफ्नै व्यापार गर्नुपर्छ भनेर क्विजनोस भन्ने सबवे टाइपको चाहिँ हामीले किन्न खोज्यौँ। इमोसनली चाहिँ नि अब जुन त्यसको ओनर थियो त्योसँग 1-2 चोटि भेटिसकेपछि होइन, मेरो वाइफले त्यहाँ म्यानेज पनि गर्थ्यो, त्यो भएर बिजनेस राम्रो थियो, हामीलाई थाहा थियो। त्यो चाहिँ नि के थियो भने सेल्फ इम्प्लोइड बिजनेस थियो, त्यो चाहिँ नि कसैलाई चाहिँ नि भन्ने होइन कि आफूलाई नि रोजगारी दिने खाले बिजनेस थियो र हामी चलाउन सक्थ्यौँ भन्ने हामीलाई थाहा थियो त्यो कुरा। तर प्रब्लम के भइदियो भने इमोसनली हुँदाखेरि के भयो भने हामीले कुनै कागजै नगरिकन उसलाई चाहिँ नि ठुलो डाउन पेमेन्ट हाल्थ्यौँ होइन, पछि त्यो भाग्यो। अब त्यो फेलियरले चाहिँ नि खास मलाई चाहिँ आफूलाई लागेन, किनभने म कहिले पनि पैसालाई चाहिँ नि त्यत्रो ठुलो भ्यालु दिँदैन थिएँ होइन। उयो भनेन हामीले पढेको थियो नि म, उसको चाहिँ हातको मैले सुनेको थिएँ के गर्ने भनेर, त्यही हिसाबले पैसालाई मैले कहिले पनि भ्यालु दिएन, नट ओभर हियर ओन्ली, नेपालमा पनि हुँदाखेरि। त्यसले गर्दाखेरि थाहा नहुँदो रहेछ होइन, थाहा नहुँदो रहेछ के रहेछ भने तपाईँको त्यसले इम्प्याक्ट बनाउँदै ल्याउँदो रहेछ क्या। त्यो फेलियरले मलाई चाहिँ नि हेल्थ मेरो चाहिँ इम्प्याक्ट बनायो भनेको मतलब चाहिँ नि त्यो 1-2 त्यो फेलियरको 1-2 वर्षले चाहिँ नि मलाई चाहिँ नि तपाईँको मलाई डायबिटिज भयो। डायबिटिज नभएको म हेल्दी मान्छे होइन, पाइलट भएर चाहिँ आफूलाई सबै कुरा मेन्टेन गरेर बसिरहेको मान्छे भने त्यो हुँदो रहेछ क्या। त्यो चाहिँ नि हामीलाई थाहा नहुने होइन, यो स्लो इमोसनल्ली चाहिँ भित्रबाट चाहिँ हामीलाई त्यो फिल हुँदो रहेछ, जुन कुरा पछि मैले रियलाइज गरेँ। अहिले आएर जुन इस्यु हामी कुरा गर्छौँ, मेन्टल हेल्थको कुरा गर्छौँ नि त होइन, त्यो कुराहरू चाहिँ हामीलाई त्यो बेलामा भइसकेको रहेछ, थाहा नभएको रहेछ क्या होइन। काइन्ड अफ चाहिँ नि भनौँ न केही गर्ने इच्छा पनि नहुँदो रहेछ त्यो बेलामा। अनि पैसा हुँदाखेरि चाहिँ तपाईँको सान हुने भयो, जे पनि गर्छु भने आँट हुने भयो होइन पैसा हुँदाखेरि। तर सडन पैसाहरू गइसकेपछि चाहिँ नि त्यस्तो चाहिँ हुँदो रहेछ। फेलियर देखेको छु होइन, र अहिले भने नि सक्सेसको त्यो हाई लेभल पनि पाएको छैन क्या होइन। सायद तपाईँहरूले देख्ने दृष्टिकोणमा चाहिँ नि म सक्सेसफुल होला होइन, तर मेरै निम्ति म सक्सेस भएको छैन जस्तो लाग्छ क्या। त्यही भएर मैले भने नि हरेक बिजनेसमा चाहिँ अपर्च्युनिटी खोज्दै हिँडिरहेको छु कि म कुनै न कुनै ठाउँमा एक ठाउँमा गएर ठोकिएर मैले सोचेको जति चाहिँ नि मैले आफू नै इन्कम होला। अब पैसा नकमायो भने इज्जत त कमाइएको छ यहाँ चाहिँ नि होइन, तर के भने पैसाको पनि त्यत्तिकै ठुलो भ्यालुसन छ भन्ने कुरा मलाई चाहिँ अहिले रियलाइज पनि भएको छ क्या। त्यसले गर्दाखेरि पैसा कमाउनु चाहिँ नि पर्छ,
तर एथिक्समा बसेर कमाउनुपर्छ भन्ने हिसाबले लागेको हुनाले फेलियर पनि देखेछु र स्ट्रगल पनि अहिलेसम्म पनि चलिरहेछ। मान्छेले चाहिँ नि स्ट्रगल हुँदैन होइन, तपाईँले $1 मिलियन कमाएपछि तपाईँको त्यो एचिभमेन्ट होइन नि। त्यो मिलियन कमाइसकेपछि मान्छेले बिलियन कमाउनु सोध्छ, बिलियन कमाएपछि ट्रिलियन कमाउनु सोध्छ, किनभने त्यो एचिभमेन्ट पुगेको हुँदैन जस्तो लाग्छ मलाई। र मैले दुइटै कुरा देखेछु, फेलियर पनि देखेछु, स्ट्रगल पनि देखिरहेको छु। मलाई एउटा सोध्न मन लागेको चाहिँ दाइले इमेजिन गरिराखेको अमाउन्ट चाहिँ कति हो कमाउन खोजेको होइन, अनि दाइले रिच गर्न खोजेको डेस्टिनेसन चाहिँ कुन चाहिँ हो त्यो पनि अलिकति सुन्नु मन लाग्यो मलाई। अब एमाउन्टको त अब कुरा भएन, भनेको मतलब चाहिँ नि के भने अब अहिले यो एजमा आएपछि के फिल हुँदो रहेछ भने तपाईँले जुन जानेको ज्ञान होइन, तपाईँ केमा प्यासनेट छ भन्ने कुरा तपाईँलाई अहिले रियलाइज हुँदो रहेछ क्या। मैले भने नि जब हेलिकप्टर उड्छ, प्लेन उड्छ, म गाडी रोकेर पनि हेर्छु क्या होइन। कहिलेकाहीँ लङ ड्राइभ जानु पऱ्यो भने एयरपोर्ट छेउछेउमा जान्छौँ, एयरपोर्ट हेर्छौँ, एयरपोर्टमा जान्छौँ, रमाइलो लाग्छ क्या त्यो प्लेनहरू उडिरहेको, हेलिकप्टर उडिरहेको। अब फेरि ब्याक टु चाहिँ नि उडाउँ कि भन्ने सोच चाहिँ हुन्छ। टाइममा पनि म यहाँ आफ्नो रिक्रेसनल हिसाबले आफ्नो फनको निम्ति कहिले हेलिकप्टर उडाइदिन्छु, कहिले प्लेन उडाइदिन्छु। तर अब चाहिँ नि मैले यही आफूले जानेको ज्ञान र आफ्नो सिपलाई नै यसैमा चाहिँ नि अगाडि बढाउनु पर्छ जस्तो लाग्छ र त्यही हिसाबले शिक्षालाई पनि अलि अगाडि बढाउनु पर्छ कि भन्ने सोच चाहिँ छ। तर त्यो एचिभमेन्ट मैले पाएँ भने सायद अब टार्गेट जसको पनि ठुलै हुन्छ। अब मेरो अहिलेको टार्गेट भनेको $1 बिलियन कमाउनु हो होइन। त्यसले गर्दाखेरि चाहिँ नि त्यो एचिभ गर्नलाई चाहिँ अपर्च्युनिटी छ, त्यो एचिभ गर्नलाई भिजन छ। तर खालि के हो भने कहीँ न कहीँ चाहिँ अड्किरहेको छु म, कहीँ न कहीँ चाहिँ नि मेरो कुनै न कुनै फ्याक्टरले चाहिँ मेरो लेग पुलिङ भइरहेछ होइन। त्यसले गर्दाखेरि मात्रै हो। र मेरो टार्गेट भएको कुराहरूमा म अगाडि बढ्दैछु, हेरौँ कहाँसम्म पुग्छु, कहिले पुग्छु। दाइलाई त्यसको लागि हाम्रो तर्फबाट शुभकामना। धन्यवाद। दाइ पुग्नु भयो भने भाइहरू पनि पुग्छन् भन्ने पनि छ होइन। हाम्रो उद्देश्य नै त्यही हो नि। तिम्रो चाहिँ एकजना माथि गयो भने उसले अरूलाई तान्दै लाने हो क्या। हाम्रो उद्देश्य अर्को के हुनुपर्छ भने त्यो एकजनालाई माथि पुऱ्याउन मान्छेले ठेल्नु पऱ्यो क्या, खुट्टा तानेर चाहिँ झार्नु खोज्ने होइन क्या। त्यो के बुझिँदैन भने नि हामी पुस गर्दै चाहिँ अगाडि बढाइसकेपछि जो माथि माथि पुग्छ उसले पनि त पुल गर्छ नि होइन। तपाईँको सर्कल तपाईँको किनभने एकजना अनिल थापा यहाँ चाहिँ सक्सेस भयो र नेपाली समाज चिन्दैन नि। नेपाली समाज चिन्न त तपाईँ अनिल थापा जस्ता 100 अनिल थापा बन्नु पऱ्यो। त्यो 100 अनिल थापालाई कसरी बनाउने भन्ने कुरा र अनिल थापालाई अगाडि लगेर अनिल थापा जस्तै साथीहरू अरू पनि माथि ल्याउने कुरामा त दुइटैतिरबाट चाहिँ नि ट्रिट हुनु पऱ्यो। हामीले पहिला मलाई पुस गर्नु पऱ्यो, मैले तपाईँलाई पुल गर्नु पऱ्यो। त्यो हिसाबले भयो भने डेफिनेटली सानो बिजनेसहरू भने नि यहाँ धेरै अपर्च्युनिटी छ। तपाईँले गर्दै हुनुहुन्छ, आउनुभयो, स्ट्रगल भएर पनि काम गरिरहनु भएको छ, यतातिर पार्ट टाइम काम गरिरहनु भएको छ, यतातिर योग गरिरहनु भएको छ। यसले पनि समाजमा के लैजान्छ भने नि हाम्रो भोइस मात्रै होइन, हाम्रो भिजन छ। हामी सबै युनाइट हुनुपर्छ भन्ने कुरा जुन तपाईँले पनि देखाइरहनु भएको छ। तपाईँ आफूले चाहिँ पोडकास्ट मात्रै कुनै विषय लिएर आफै गफ गरेर पनि त हुन्थ्यो नि। तर अरू गेस्ट बोलाएर चाहिँ बोल्नुको मतलब के हो भने तपाईँले चाहेको अनुसार यो गेस्टले पनि अरू समाजलाई पनि भनिदियोस् र तपाईँले पनि जुन गरिरहनु भएको कार्यमा सबैजना जोडियोस् भन्ने कुरा हो होइन। जसको निम्ति तपाईँहरूको टिमलाई नै म आभार प्रकट गर्न चाहन्छु। थ्याङ्क यू। त्यो त अब हाम्रो सानो प्रयास हो, हेर्दै जाऊँ है। अब अर्को चाहिँ 21 वर्षदेखि त्यो गुड मर्निङ नमस्ते टोरन्टोको आकाशमा नेपालीहरूको आवाज भनेर बिहान उठ्ने बित्तिकै दाइको लाइभ हेर्दाखेरि त्यसको छुट्टै मजा आउँछ होइन। अब यसमा चाहिँ मैले देखेको कुरा चाहिँ जस्तो 1 हप्ता 2 हप्ता 1 वर्ष 2 वर्ष गर्नलाई त सजिलै हुन्छ। 21 वर्षसम्म त्यहाँ माथि फेरि भोलिन्टियर रूपमा खासै फाइनेन्सियल्ली त्यस्तो आएको देखिन्न। के कुराले मोटिभेट गर्दो रहेछ, के कसरी यो जर्नी चाहिँ निरन्तर भइरहेछ, के छ दाइ यसको पछाडिको बिहाइन्ड द सिन? मैले अघि पनि भने मेरो सोसल रेस्पोन्सिबिलिटी ठुलो छ होइन। पहिला आइसकेपछि मैले भने नि फाइनेन्सियली मैले कसैलाई पनि त्यसलाई ध्यानै दिइनँ त्यस्तो ठुलो कुरालाई होइन। र फेरि यो आफूले जन्माएको बच्चा भएको हुनाले पनि होला, यो मेरो चाहिँ चाहना के छ भने जबसम्म म क्यानाडा रहन्छु अथवा आफू केही नहुने जेलसम्म यसलाई यथावतै बनाइरहँ। सायद त्यो आधा घन्टाको प्रोग्रामले चाहिँ नि ठुलो इफेक्ट नपार्ला, तर के हो भने त्यसले एउटा मोमेन्टम चाहिँ ल्याएको छ। भनेको मतलब चाहिँ के भने भाषा सुन्न पाइयो, गीत सङ्गीत जसले चाहिँ नि आफूलाई मनोरञ्जन गर्न पाइयो। यो देश जहाँ चाहिँ हामी अहिले पनि सक्सेस हुनलाई चाहिँ स्ट्रगलै गरिरहेछौँ
भनेपछि त्यो स्ट्रगल पिरियडमा पनि त्यो आवाजले त्यो नेपाली भाषाले त्यो तपाईँको कला संस्कृतिले गीत सङ्गीतले त्यो पाएका मान्छेहरूको सक्सेसले कम्युनिटीमा भइरहेको इभेन्टले त्यसले चाहिँ नि हामीलाई एट्याच गर्छ जस्तो लाग्छ र हामीलाई चाहिँ त्यो नेपालसँग चाहिँ नि स्पेसली हामी फर्स्ट जेनेरेसनलाई नेपालसँग जोडिरहन्छ जस्तो लाग्छ होइन त्यो एउटा चाहिँ नि सोसल रेस्पोन्सिबिलिटीको कारण मैले गर्नुपर्छ समाजमा केही दिनुपर्छ र समाजमा दिने भनेको नि मेरो आफूले जानेको कुरा र आफूले गर्न सक्ने क्षमताको कुरा भनेको रेडियोको मार्फतबाट समाजसम्म चाहिँ नि हाम्रा इन्फर्मेसन इन्टरटेनमेन्ट गराउने कुरा किनभने हाम्रो अङ्ग्रेजी पहिलो ल्याङ्ग्वेज होइन हामीलाई होइन त्यसले गर्दाखेरि हाम्रो नेपाली समाजमा पनि अहिले पनि इङ्ग्लिस इज नट फर्स्ट ल्याङ्ग्वेज त्यो भएको हुनाले कतिलाई नेपालीमा अनुवाद भएर गर्नुपर्ने कामहरू छन् त्यसले गर्दा त्यो पनि एउटा सोसल रेस्पोन्सिबिलिटी जस्तो लाग्छ अघि भाइले भन्यो यो सानो काम भन्यो नि तिमीले आफ्नै कुरालाई यो सानो कुरा होइन क्या यही सानो कुराले चाहिँ नि यस्ता सानो कुरा जोड्दै गयो भने ठुलो हुँदै जाने हो समाज पनि ठुलो रूपले चाहिँ नि अगाडि बढ्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ दाइले बिजनेस गरिरहनु भएको थियो सफल हुनुहुन्छ अहिले पनि गरिरहनु भएको छ अब रेडियो प्रोग्राम कम्युनिटीको आवाज पनि बोलिरहनु भएको छ सबै कुरा गरिरहनु भएको छ राम्रो पनि भइरहेछ अब दाइ 81 फेरि राजनीतिमा प्रवेश गरिदिनु भयो होइन दाइलाई के लाग्यो अब ठाउँमै गएर परिवर्तन गर्छु म अथवा चाहिँ नि सिस्टममै परिवर्तन गर्न चाहन्छु भन्ने लागेर हो सिस्टममा त यहाँ सिस्टम राम्रै छ होइन सिस्टमको कुरा भन्दा पनि ठुलो कुरा के देख्यो भने नि हामी यति वर्ष बस्दाखेरि हामीले अरू साथीहरूलाई स्पेसली अरू भनौँ न हाम्रा मित्र राष्ट्रका साथीहरू इन्डियातिरबाट आउनुभएका साथीहरूलाई हामीले धेरैचोटि हेल्प गऱ्यौँ र धेरैचोटि हेल्प गरेर उनीहरू ठुल्ठुलो ठाउँमा पनि पुग्यो माथि मन्त्री पनि भए सांसद पनि भए तर हाम्रो जुन अपेक्षा थियो उनीहरूलाई अगाडि पठाएर उनीहरूले हामीलाई हेर्देला भन्ने कुरामा त्यो अपेक्षा कहिले पनि पुरा भएन क्या स्पेसली हामी कुरा गरौँ 2015मा नेपाललाई चाहिँ नि इन्डियाले बोर्डर सिजहरू गरिसकेपछि भएको प्रब्लमेटिक त्यो बेलामा हाम्रो कुरा राख्दैनौँ न सदनमा हाम्रो नेपाल जस्तो देश जुन ल्यान्ड अफ कन्ट्री छ त्यसमा चाहिँ यस्तो भयो है भन्दाखेरि उहाँहरू बोल्दा पनि बोलेनन् भनेको मतलब चाहिँ के भयो मैले फिलिङ चाहिँ नि जबसम्म नेपाली आवाज क्यानाडाको सदनमा जाँदैन तबसम्म हाम्रो समाजको निम्ति अरू कसैले बोल्दैन र उनीहरूले बोलेको कुरा पनि एउटा चाहिँ इन्टरटेनमेन्टको हिसाबले मात्रै चाहिँ नि इन्डोर्समेन्ट गरे जस्तो भन्ने हिसाबले मात्रै गर्छ तर हामीले परिवर्तन ल्याउनलाई जस्तो हामीले सुरुदेखि नै हामीले के भन्दैथ्यौँ भने 2008मा क्यानाडामा नेपालको एम्बेसी खोल्यो नर्मली नर्म्स के हुन्छ भने चाहिँ पोलिटिकल नर्म्स या चाहिँ ब्युरोक्रेटिक नर्म्स चाहिँ नि यहाँ एम्बेसी खोलेपछि 22 वर्ष हुनुपर्छ नेपालमा पनि क्यानाडियन एम्बेसी खोल्नुपर्ने क्यानाडियन एम्बेसी खोलेन त्यसपछि चाहिँ नि हाम्रो पहल के भयो भने ल ठिक छ एम्बेसी नखोले भने पनि भिसा र ट्रेड अफिस खोल्नु पऱ्यो नेपालमा किनभने त्यसले गर्दाखेरि चाहिँ यहाँ आउने मानिसहरू सजिलो हुन्छ हामी त्यो बेलामा त पहिला त इन्डियामा भिसा लिन जानु पर्थ्यो अहिले पो VHS सिस्टम भयो पठाउने कुरा आयो होइन त्यही पनि हाम्रो नेपालका हुइज हु भन्ने नेपालमा विश्व घुमेका मान्छेहरूको क्यानाडाको भिसा रिजेक्ट गरेछ के भनेर भने ट्राभल हिस्ट्री भएन तपाईँको चाहिँ नि इन्कम भएन भने जबकि क्यानाडा गभर्मेन्टले बोलाएको प्रोग्रामहरूमा पनि हाम्रा नेपालबाट आउने चाहिँ नि अतिथिहरू हुनुहुन्थ्यो उहाँहरूलाई भिसा दिएन क्या भनेको मतलब चाहिँ नि के भने नेपाललाई क्यानाडाको आँखाबाट नहेरिकन इन्डियाको थ्रुबाट हेरिरहेछ भनेको चाहिँ हामीलाई चाहिँ त्यो बिग ब्रदर र चाहिँ नि स्मल ब्रदरको कन्सेप्ट चाहिँ हामीलाई पेलिरहेको छ जस्तो लाग्छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई हामीले पहल गर्नलाई एम्बेसी खोल्नलाई अथवा चाहिँ भिसा र ट्रेड अफिस खोल्नलाई इन्डियामा 10 ठाउँमा छ भिसा र सेन्टर होइन ट्रेड सेन्टर भनेपछि नेपाल त सोभिनेट कन्ट्री हो नि छुट्टै देश हो नि जहाँ चाहिँ कसैले रुल भएको छैन भने चाहिँ हाम्रो पहल त्यो थियो क्या तर त्यो पहल बोलिदिने पनि मान्छे भइदिएन किन लाग्यो भने चाहिँ सदनमा नगएसम्म त्यो कुरा चाहिँ नि हाम्रो आफ्नो समाजको निम्ति आफ्नै निम्ति पनि हाम्रो बोलिदिने मान्छे चाहिँ नि क्यानाडाको सदनमा पुग्नुपर्छ भन्ने सोचले चाहिँ नि क्यानाडियन पोलिटिक्समा पनि जानुपर्छ अरू प्रोफेसनमा मान्छेहरू गइसकेका छन् पोलिटिक्समा डाइरेक्टली इन्भल्भ भएको छैन भन्ने हिसाबले चाहिँ म पनि लास्ट टाइमको चाहिँ नि चुनाव लड्छु भनेर प्रिपरेसन गर्दै थिएँ तर अर्ली इलेक्सन भएको हुनाले पार्टीबाट टिकट पाउन सकिएन त्यो चाहिँ दुर्भाग्य तर अरू भाइहरूले पनि गरिरहनु भएको छ अरू ठाउँबाट पनि मान्छेहरू उठ्ने अगाडि पहल गर्दै हुनुहुन्छ अगाडि टिकटहरू लिएर हिँडिरहनु भएको छ र नेपाली आवाज चाहिँ सदनमा पुगोस् त्यो मेरो थ्रुबाट पुगोस् या कसैको थ्रुबाट पुगोस् पुग्न चाहिँ नि नेपालीको आवाज चाहिँ नि क्यानाडाको सदनमा चाहिँ हुनुपर्छ त्यो तपाईँको फेडरलमा होस् प्रोभिन्सलमा होस् या चाहिँ नि म्युनिसिपल गभर्मेन्टमा कहीँ न कहीँ त हामीले पुगाउनै पर्छ जस्तो लाग्छ मलाई जस्तो
हेर्दाखेरि आजभन्दा लिबरलले कति वर्षदेखि सरकार चलाइरहेछ दाइ? अब हामी पहिला आउँदाखेरि चाहिँ नि लिबरल सरकार थियो होइन 2005मा आउँदाखेरि। त्यसपछि कन्जर्भेटिभले चलायो 10 वर्ष होइन। कन्जर्भेटिभले 4 वर्ष चलायो, त्यसपछि उनीहरूले फेरि बाई इलेक्सन गर्यो। 2 वर्षको सकेपछि फेरि नि मध्यावधि भइसकेपछि फेरि 4 वर्ष चलायो, 10 वर्ष उनीहरूले चलायो। लिबरलले पनि 10 वर्ष चलायो जस्टिन ट्रुडोको नेतृत्वमा। यो अहिलेको नेतृत्वमा चाहिँ नि भर्खर सुरु भएको छ, यो पनि 2 वर्ष जति हुन लाग्यो भने चाहिँ त्यस्तै 12 वर्ष जतिदेखि लिबरल सरकार छ अहिले। जस्तो लिबरलमा दाइको चाहिँ मैले सोध्न खोजेको चाहिँ कन्जर्भेटिभमै लाग्नुपर्ने चाहिँ किनकि सरकार लिबरलले चलाइरहेछ, अलिकति फरेन कुराहरूमा पनि अलिकति लिबरल चाहिँ सपोर्टिभ हो कि इमिग्रेन्टहरूलाई, अरू देशमा पनि अलिकति उदारवाद भनौँ न, लिबरल भनेको त त्यही नै हो क्यार। अनि लिबरलतिर चाहिँ अलिकति लाग्नुभएको अलिकति सजिलो हुन्थ्यो कि अलिकति पार्टी नै हामी चाहिँ हुन त त्यो बेलाको एउटा चाहिँ हुन्छ भन्ने थियो, अब यता फेरि कार्नी आइसकेपछि अलिकति भएन। किन दाइ कि हाम्रो कन्जर्भेटिभमै लाग्नुपर्ने कारण चाहिँ दाइ? यस्तो भयो, म सुरुमा अमेरिकाबाट आइसकेपछि मेरो राइडिङको म लिबरलमै बोर्ड अफ डाइरेक्टर थिएँ होइन, लिबरलको। पछि चाहिँ के भइदियो भने जब म एनआरएनको अध्यक्ष भएँ, एनआरएन क्यानाडाको, त्यो बेलामा हाम्रो नेपाली समाजबाट हाम्रो अनरेरी जो बित्नुभयो अहिले स्वर्गीय कुञ्जमणि शर्मा, उहाँको छोरा चाहिँ कन्जर्भेटिभबाट यहाँ टोरन्टोबाट टिकट पाउनुभयो उहाँले होइन। अब त्यो टिकट पाइसकेपछि एउटा नेपाली नेतृत्व गरेको मैले होइन, नेपाली समाजलाई जुन क्यानाडा वाइड थियो, त्यो समाजको छोराले नै टिकट पाइसकेपछि मेरो नेतृत्वमा मेरो पोलिटिक्स भन्दा ठुलो मलाई समाज लाग्यो र मैले चाहिँ उहाँलाई सहयोग गर्नलाई ओपनली आएँ होइन। ओपनली आइसकेपछि त्यहाँ कन्जर्भेटिभका नेताहरूसँग पनि भेट भयो, राम्रै कन्ट्याक्ट पनि भयो। सायद त्यो कुराहरू चाहिँ नि कतै कतैबाट पब्लिस भएर लिबरल त्यहाँ मेरो राइडिङको मान्छेहरूलाई थाहा भयो र उहाँहरूले मलाई क्वेसनहरू गर्न थाल्नुभयो, किन जानुभयो तिमी पार्टीको विरोधमा गएर किन गर्यो उसो गर्यो भन्ने। मैले के भने मेरो निम्ति पार्टीभन्दा ठुलो मेरो समाज हो होइन, र मैले चिनेको आफ्ना व्यक्तित्वहरू होइन। त्यसले गर्दाखेरि म बलियो को हुन्छ भन्ने कुरा मैले हेर्नुपर्ने हुन्छ र भन्ने त्यस भएपछि चाहिँ नि हामी अलिकति डिट्याच भएँ म। त्यसपछि आफू त्यो बेलामा अध्यक्ष हुँदाखेरि र स्पेसली नेपालमा भूकम्प गएको बेलामा 2015मा कन्जर्भेटिभ सरकारमा थियो र कन्जर्भेटिभ ओपनली आएर चाहिँ हामीलाई सहयोग गर्यो होइन। जस्तो त्यो बेलाको डिफेन्स मिनिस्टर हुनुहुन्थ्यो जेसन क्यानी, उहाँसँग हामी पर्सनली यसरी टेबलमा बसेर म कुञ्जर दाई कालीप्रसादजी हामी बसेर नेपाललाई चाहिँ सहयोग गर्नुपर्छ है, भूकम्पको बेलामा यस्तो छ होइन, तपाईँको रिकन्स्ट्रक्सन रिहेबिलिटेसन यस्तोमा चाहिँ क्यानाडाले सहयोग गर्नुपर्छ। इभन तपाईँको चाहिँ त्यो बेलाको खोजीमा पनि रिसर्चमा पनि अथवा त्यो सर्च रेस्क्युमा पनि हामीले गर्नुपर्छ भन्दाखेरि उहाँहरूले $10 मिलियन गर्नुभयो, पछि $20 मिलियन पनि गर्नुभयो र तुरुन्तै डार्ट भन्ने यहाँको चाहिँ डिफेन्स टिमलाई चाहिँ नि यहाँबाट प्लेन राखेर चाहिँ पठाउनु भयो होइन। भनेको मतलब चाहिँ नि र त्यसपछि हामीले त्यो कोसिसमा चाहिँ उहाँले एउटा राम्रो पनि के गरिदिनु भने नेपाल डेस्क भनेर चाहिँ इमिग्रेसन खोलिदिनु भयो, जसले चाहिँ के थियो भने यहाँ बसेका मान्छेहरूले आफ्ना परिवारका मान्छेलाई बोलाइरहेको थिए, उनीहरूको फाइल अड्किरहेको थिए, त्यो एक्सपिडाइट भयो। त्यो एक्सपिडाइट भएर चाहिँ उनीहरूलाई चाहिँ छिटो आउनु पाउनुभयो भनेपछि त्यो बेलामा हेर्ने उदारवाद होइन, त्यो बेलामा जुन कन्जर्भेटिभले हामीलाई हेर्ने हुँदा लिबरलाइजेसनको अथवा लिबरलको जुन कन्सेप्ट थियो इमिग्रेसनपट्टि हेर्ने भन्ने कुरा यहाँ चाहिँ के हुँदो रहेछ भने जस्तो सुरुमा आउनेहरूलाई दिमागमा के छ भने हुन त अब यो लिबरलकै बेलामा चाहिँ नि इमिग्रेसन सिस्टम खुलेको हो होइन। त्यसले गर्दाखेरि त्यो एउटा छाप के छ भने इमिग्रेन्टहरूलाई ल्याउने चाहिँ नि लिबरल पार्टी हो होइन। तपाईँको चाहिँ सुरुमा आउँदाखेरि के हुन्छ भने तपाईँले भावनात्मक रूपमा लिबरलले ल्याएको भन्ने हिसाबले पनि हामी त्यसमा एट्याच हुँदछ। हामी स्पेसली पोलिटिक्सको पार्टीको पोलिसी के हो भनेर चाहिँ होइन कि तपाईँको चाहिँ नि कोसँग इन्फ्लुएन्स छ, तपाईँको कसरी चाहिँ हुन्छ भन्ने कुरामा सुरुमा आउँदाखेरि तपाईँ स्ट्रगल हुनुहुन्छ, सरकारले सहयोग गरिरहेछ र सरकारको पैसा हामीले चाहिँ यहाँ बस्न खर्चलाई चाहिँ दिइरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यो लिबरल पोलिसीमा थियो, कन्जर्भेटिभले आफै त्यो काट्यो होइन। जस्तो अब हामी बिजनेस गर्दैछौँ, हाम्रो ट्याक्स ब्यारियर माथि छ होइन। अब लिबरलले चाहिँ हामीलाई चाहिँ तपाईँको चाहिँ नि भनौँ न कुनैमा 32% कुनैमा 50% हामीले ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स चाहिँ नि हाम्रो चाहना के थियो भने एज अ बिजनेसम्यान देशले लिइसकेपछि देशमा बसेका जनताहरूलाई जो दुःख परिरहेछ त्यसलाई चाहिँ होस् भन्नुभन्दा यो जुन 12 वर्षको अन्तरालमा जुन लिबरल सरकार बन्यो तिनीहरूले चाहिँ यति बढी करप्सन्सहरू गर्यो।
भनौँ न उदारता देखाउने चक्करमा आफ्नो देशमा चाहिँ नि खोकुलो छ, तपाईँसँग पैसा छैन, तपाईँ चाहिँ अरूलाई भिख माग्नेलाई चाहिँ पैसा दिएर चाहिँ हिँडिरहनु भएको छ भनेको मतलब चाहिँ त्यो हामीले दिएको ट्याक्स त यहाँ बस्ने मानिसलाई सहयोग होस् नि त। यहाँबाट पैसा बाँच्यो भने तपाईँले विश्वलाई गर्ने कुरा हो होइन। विश्वलाई चाहिँ तपाईँको पैसा बाँडिरहनु भएको छ, यहाँका मान्छे भोकै परिरहेछन्। तपाईँको चाहिँ ठाउँ ठाउँमा गएर हेर्नुभयो भने, डाउनटाउनमा गएर हेर्नुभयो भने कति तपाईँको चाहिँ बेरोजगार छ, अनइम्प्लोइमेन्ट छ होइन। अब त्यो कुरालाई चाहिँ यिनीहरूले चाहिँ मध्यनजर गरेन। मान्छेले भन्ने बेलामा कन्जर्भेटिभ भन्छ, कन्जर्भेटिभको भ्यालुसन अथवा कन्जर्भेटिभले सोच्ने सोच नै कन्जर्भेटिभ हुन्छ भन्ने कुरा हो होइन। तर आफ्नो कल्चर, आफ्नो संस्कृति, आफ्नो चाहिँ धर्म प्रिजर्भ गर्न पनि त एउटा कन्जर्भेटिभ भ्यालु छ नि त होइन। त म तपाईँ हिन्दूमा जन्मेको मान्छे, मैले चाहिँ नि अरू धर्मलाई त्यो दुःख दिनुहुन्न, तर मेरो धर्ममा कसैले आएर विरोध गर्छ भने मैले त अब्जेक्सन गर्न सक्नु पऱ्यो नि त। त्यो त्यसको निम्ति चाहिँ नि ओपन लिबरलाइजेसनले चाहिँ काम लाग्दैन होइन। त्यो चाहिँ देख्छु म। त्यसले गर्दाखेरि सायद अब कन्जर्भेटिभको कन्सेप्टमा अहिले पनि भाइले भनेको छ म लिबरल सरकार हुँदा त लिबरल किन गइनँ भन्ने कुरामा के भन्दो रहेछ भने अब सुरुका दिनहरू मान्छेको दिमागमा लिबरलको इमिग्रेन्ट भन्ने साथै लिबरलको हुन्छ, तर भोलि तपाईँ यहाँ सिटिजन भइसक्नुभयो होइन। तपाईँले पाउने अधिकार, तपाईँले तिर्नुपर्ने सरकारप्रति दायित्व, त्यो दायित्वको गरेको तिरेका पैसाहरू चाहिँ नि बाहिर बाँड्दाखेरि त्यो चित्त दुख्दो रहेछ क्या। क्यानाडा फर्स्ट हुनुपर्छ डेफिनेटली। अनि मेक क्यानाडा ग्रेट अगेन होइन। ट्रु नि। जस्तो भनौँ न, अब हामी अहिले कुरा गरिरहेछौँ जस्तो हाम्रो अर्को एउटा प्रोजेक्ट आउँदैछ प्लान्ट बेस अथवा चाहिँ प्रोटिन बेस। त्यो उद्देश्य के छ भने यहाँ उब्जेका जुन र मेटेरियलहरू छ त्यो चाहिँ अब अमेरिका अरू ठाउँमा एक्सपोर्ट हुन्छ होइन। अनि त्यसलाई रिफाइन गरेर चाहिँ त्यसलाई बोतलमा अथवा प्याकेजमा गरेर फेरि ब्याक टु क्यानाडा आउँछ होइन। त्यो डबल तिरिरहेको छौँ क्या हामीले पैसा। हामीले उब्जाएको यहीँ कुरा त यहीँ बनाउनु पऱ्यो, यहीँ बनाएर यहीँको मान्छेलाई बेच्नु पऱ्यो, बाँड्नु पऱ्यो, अनि मात्रै बढी भएको ठाउँमा मात्रै बाहिर पठाउने हो। अनि त्यो भयो भने के हुन्छ भने हामीले इम्पोर्ट पनि कम हुन थाल्छ क्या। त्यो सोच चाहिँ गर्नुपर्छ भन्ने जस्तो लाग्छ। त्यो कन्जर्भेटिभमा त्यो सोच छ। उनीहरूले चाहिँ भने जस्तै मेड इन क्यानाडा भनौँ या चाहिँ क्यानाडा फर्स्ट भनौँ या त्यो स्लोगन हो। जस्तो भनौँ न, अब एउटा समय आइसकेपछि चाहिँ नि जुन वेमा लिबरलले ओपन पोलिसी बनाएर विद्यार्थी टन्न लिएर आयो, न इन्फ्रास्ट्रक्चर बनाएको थियो, न कुनै कुराहरूमा अगाडि गरेको थियो, प्लानिङै नगरिकन ल्यायो त्यो विद्यार्थीहरूको पैसा चलाउने मात्रै हिसाबले। किनभने देशले लिटल बिट रिसेसन जान्छ कि भन्ने थियो, उनीहरूले बचाउनलाई पनि त्यो विद्यार्थीहरू लिएर आए, तर उनीहरूलाई चाहिँ अब प्लानिङै नगरेर उनीहरूको पिआरको सिचुएसन छैन होइन। तर बस्न खानलाई ठाउँ छैन, जब छैन। त्यसले गर्दाखेरि चाहिँ अल्पत्रमा बनाएको छ। सायद अब अहिले भने जस्तो मार्क कार्नी आउनु भएको छ, उहाँबाट सबैको अपेक्षा छ। अब मार्क कार्नी पनि भन्ने हो भने पहिला त कन्जर्भेटिभ पार्टीकै मान्छे हो होइन। स्टिफन हार्पर प्राइम मिनिस्टर हुँदाखेरि उसैले चाहिँ ब्याङ्क अफ क्यानाडामा चाहिँ गभर्नर अपोइन्ट गरे। तर राम्रो मान्छे त हो, व्यक्ति राम्रो हो नि, व्यक्ति राम्रो, भिजन छ, अर्थशास्त्री हो। यहाँ ब्याङ्क अफ क्यानाडालाई सक्सेस गर्यो, त्यसपछि नि ब्याङ्क अफ युके लन्डनमा गएर चाहिँ ब्याङ्क अफ लन्डनको गभर्नर भएर काम गर्नुभयो होइन। त्यसपछि चाहिँ फेरि एडभाइजर भएर चाहिँ प्राइम मिनिस्टरको जस्टिन ट्रुडोमा बसेको थियो, अनि त्यसपछि पोलिटिक्समा छिर्नुभयो। अलिकति आफूमा क्षमता भयो भने चाहिँ यहाँ पोलिटिक्सको टप लेभलमा जान नि गाह्रो चाहिँ रहेनछ होइन, त्यही देखियो। हजुर हो, त्यो चाहिँ छ। त्यही भएर चाहिँ आफू पहिला सुरुमा बलियो हुनुपर्ने कारण त्यो हो। आफू बलियो भएपछि समाजलाई बलियो बनाउनु त तपाईँ सक्नुहुन्छ नि त लिडरसिप लिएर होइन। पहिला त आफै कमजोर भयो भने त मतलबै भएन त्यो। अब यसमा चाहिँ दाइलाई अर्को मेरो एउटा प्रश्न चाहिँ अबको 10 वर्षपछि अथवा रिटायर हुँदै गर्दा चाहिँ नेपाली समाजले अथवा दाइको जसले दाइलाई चिन्नुहुन्छ कसरी चिन्यो जस्तो लाग्छ? या कि एकजना कम्युनिटीको आवाज बोल्ने अनिल थापा अथवा एकदम सफल व्यवसायी अनिल थापा अथवा चाहिँ परिवर्तन गर्न खोज्ने, सिस्टमै चेन्ज गर्न खोज्ने राजनीतिज्ञ अनिल थापा, कसरी चाहिँ चिनुन् समाजले भन्ने चाहनुहुन्छ? क्यानाडामा मलाई चिनेको भने नि आवाजको दुनियाँले हो होइन, नेपालीहरूको आवाज बनेको हुनाले हो होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई सायद म यहाँ नभए पनि मलाई हेर्ने दृष्टिकोण त्यही हुनसक्छ। कसैले भन्यो भने भोलिको दिन इतिहासमा खोज्यो भने पनि त्यो हुन्छ जस्तो लाग्छ। अरू कुराहरूमा त यो म जस्ता त धेरै छन् स्ट्रगल गर्दैरहेको अथवा चाहिँ काम गर्न खोजिरहेको। सायद नेपाली समाजले मलाई भोलिको दिन चिन्ने पनि र चिनोस् भन्ने पनि मेरो चाहना, त्यही रेडियोको मार्फतै चिनोस् भन्ने चाहना छ। जसले गर्दा रेडियोलाई डोर्याइरहनु भएको छ, अझै माथि लिएर जानुहुन्छ होइन। डेफिनेटली त्यो समाज बलियोलाई बनाउनलाई त्यो उद्देश्य गरेर स्थापना गरेको, र समाज बलियो हुन थालिसकेपछि रेडियोको पनि स्थापना पनि बढ्दै जान्छ र अलिक ठुलो अरू
आवरली पनि ठुल्ठुलो रूपमा जान्छ जस्तो लाग्छ मलाई। मैले अस्ति एउटा प्रोग्राममा सुनेको थिएँ, दाइले भन्दै हुनुहुन्थ्यो यदि कोही राम्रो मान्छे अथवा यसलाई अगाडि बढाउन सक्ने कोही मान्छे देख्यो भने म ह्यान्डओभर गर्न तयार छु भनेको जस्तो। त्यसको बारेमा थोरै बताइदिनु दाइ। डेफिनेटली अब तपाईँको प्लान हुनु पऱ्यो, तपाईँ त्यही प्रोफेसनमा अथवा चाहिँ गर्छु भन्ने समाजप्रति चाहिँ तपाईँको दायित्व, सोसल रेस्पोन्सिबिलिटी, त्यो क्षणिक फाइदाको निम्ति होइन क्या, कमिटमेन्टको कुरा आयो होइन। जस्तो अहिले हाम्रो कोहोस्ट हुनुहुन्छ र योभन्दा अगाडि पनि कोहोस्टहरू जुन हुनुहुन्थे, उहाँहरूले पनि समाजलाई केही दिनुपर्छ भन्ने कुराले मोनिटरी रूपमा उनीहरूलाई केही सक्सेस भएको छैन होइन। कोही यहाँबाट स्कार्बोबाट चाहिँ ड्राइभ गरेर जानुहुन्छ टोरन्टोमा होइन, अलमोस्ट 45 मिनटको ड्राइभमा हुन्छ। या पहिला उता बस्नेहरू सबै लिएर आउनुहुन्थ्यो होइन। पहिला जुन फाउन्डिङ टिमहरू थिए ती सबैले भोलिन्टियर गरे हो, सबैले समाजलाई दिउँ भन्ने कुरा हो। तर के हो भने त्यो समाजलाई दिने उसमा उद्देश्यमा चाहिँ के भयो भने उहाँहरूको आफ्नो पनि प्राथमिकता फरक भयो। त्यसले गर्दाखेरि उहाँहरू बिस्तारै छुट्दै जानुभयो। मलाई त यो के लाग्छ भने यो बसको यात्रा हो। म अहिले ड्राइभर सिटमा छु, भोलि अर्को कोही ड्राइभर पनि हुनसक्छ, तर यो यात्रा रोक्नु भएन होइन। प्यासेन्जर भएर आएका मानिस होइन आफ्नो गन्तव्यमा चाहिँ उत्रिनुहुन्छ, निक्लिनुहुन्छ, तर भोलि त्यहाँ कन्ट्र्याक्टर चेन्ज होला, ड्राइभर चेन्ज होला, तर यो यात्रा चाहिँ निरन्तर छ। र यो यात्रामा चाहिँ होइन तपाईँ म गर्छु, म ड्राइभिङ सिटमा बस्छु भनेर सोच लिएर आउनु भएको छ भने, किनभने तपाईँको एक्सपिरियन्स तपाईँले चलाएको चाहिँ मैले नहेरिकन त्यत्तिकै हात गऱ्यो भने त भोलि एक्सिडेन्ट हुनसक्छ भनेको मतलब भोलिको दिन रेडियो बन्द हुनसक्ला अथवा के हुनसक्ला, त्यो चाहिँ हुन दिन्न। तर चाहिँ के हो भने राम्रो मान्छे आयो जसले चाहिँ नेतृत्व गर्न सक्छु, लिन सक्छु, यसलाई चाहिँ म दौडाउन सक्छु, म भिजन बढाउँछु। यो आधा घन्टाको प्रोग्रामलाई 1 घन्टा, 1 घन्टाबाट 2 घन्टा, 2 घन्टाबाट चाहिँ तपाईँको चाहिँ विकलीबाट चाहिँ डेलीमा लान्छु भन्ने सोचहरू लिएर आउनुहुन्छ, भिजन आउनुहुन्छ भने आम ओपन टु टक, ह्यान्डओभर गर्न तयार छु। अब हामी लगभग अन्त्यमा छौँ दाइ। यसमा चाहिँ हाम्रो एउटा प्रश्न, दाइको लागि नेपाल के हो? अब मेरो मातृभूमि, जन्मभूमि होइन, कर्मभूमि क्यानाडा भयो भने पनि आफू हुर्केको भनौँ न जीवनको आद्य जीवनै उतै बिताएको होइन। बुवा आमा उहीँ हुइसिन्छ, परिवारजनहरू अरू उहीँ हुइसिन्छ, साथीभाइ उहीँ हुइसिन्छ। त्यसले गर्दाखेरि चाहिँ के छ भने मेरो निम्ति आफ्नो एउटा अर्को कर्तव्य जुन देशको निम्ति मैले गर्नुपर्छ भन्ने सोच छ, त्यसको निम्ति नेपाल, जहाँ चाहिँ नि हामी धेरै कुराले पिछडिएको छौँ, हामी डेभलप कन्ट्रीमा बसेका छौँ र त्यो डेभलपिङ कन्ट्री हो। त्यसले गर्दाखेरि यहाँबाट ट्रान्सफर्मेसनहरू, यहाँ जानेको सिप, ज्ञान, पैसालाई चाहिँ नि नेपालमा लगेर के गर्नुपर्छ भन्ने भावनात्मक रूपमा छ र मेरो निम्ति जहिले पनि नेपाल 1 नम्बरमै रहन्छ। अब बाहिर भएपछि नेपालको अझै बढी माया पनि लाग्छ होइन दाइ? डेफिनेट नेपाल भनौँ न, हामीले त अब नेपालमा जुन सहरमा बस्ने मान्छे त्यसले त्यो सहर बाहेक अरू थाहा हुँदैन क्या। हामी यहाँ भइसकेपछि हामीले वाइड भनौँ न वाइड रूपमा चाहिँ देख्छौँ, पूर्वदेखि पश्चिमसम्म देख्छौँ। सायद त्यो देख्ने चाहिँ हामीले मिडियाको थ्रुबाट देख्ला होइन, न्युज, यो आजकल भिडियोजहरूको अब कुन चाहिँ फेक हो कुन चाहिँ जेन्युन हो त्यो गाह्रो छ थाहा पाउन। तैपनि हामीलाई पूर्वमा के भएको छ, पश्चिममा कुन गाडीको एक्सिडेन्ट भएको छ, कतिजना मरे भन्ने कुरा चाहिँ हामीलाई थाहा भइरहन्छ भने हामी पुरै न्युजको आधारमा देश मूल्याङ्कन गर्छौँ भने सायद काठमाडौँ बस्नेलाई काठमाडौँ भ्यालीभित्र भएका कुरा थाहा होला, या त्योभन्दा बाहिर चाहिँ नि उनीहरूलाई एक्सपोजर पाउनलाई अलिक गाह्रो छ जस्तो लाग्छ मलाई। त्यसले गर्दा हामी यहाँ बस्नेलाई देशबाट बाहिर भइसकेपछि देशप्रतिको झन् माया चाहिँ नि उम्लिँदो रहेछ। देशमा कुनै कुराको पीडा हुँदाखेरि हामीले भन्छौँ नि भूकम्प होस् या चाहिँ नि तिम्रो चाहिँ नि कोभिड होस् या नाकाबन्दी होस्, विदेशमा बस्ने नेपालीहरूले जति सहयोग गरेको छ होइन, त्यहाँ बस्नेलाई जति आफन्तको हिसाबले चाहिँ सहयोग गरेको छ, त्यो हिसाबले देशले हामीलाई गैर आवश्यक नेपालीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहिँ सकेका छैन होइन। एउटा चाहिँ नि बाहिर बसेकोलाई चाहिँ नि भित्र कसरी ल्याउन सकिन्छ भन्ने सोच बनाउन सकेका छैन। सरकारमा बस्नेहरूले खालि सरकारी चुनावी नारामा मात्रै बनाएको छ, एकचोटिको लागि सधैँ नेपाली भन्ने नारा मात्रै बनाएको छ, एकचोटिको नेपाली सधैँ नेपाली भनेर। तर रियालिटीमा त्यही मान्छे त्यहीँ जान्छ तपाईँको चाहिँ नि पोलिसी मेकिङमा, तर त्यो मान्छेले कहिल्यै गर्दैन हाम्रो निम्ति। त्यही भएर उहाँहरूलाई एउटा चाहिँ नि मलाई भावनात्मक रूपमा के लाग्छ भने स्पेसली पोलिटिसियनहरू, ब्युरोक्राट्समा चाहिँ डर चाहिँ के एउटा छ भने बाहिर बस्नेसँग सिप छ, बाहिर बस्नेसँग पैसा छ, बाहिर बस्नेले दुनियाँ अर्को देखिसकेका छ,
र त्यो आइसकेपछि उहाँहरूले त्यो ट्रान्सफर्मेसन गरिदिन्छ र हामीलाई ओभरटेक गर्छ भन्ने सोच छ। तर ती नेता ती पोलिटिसियनहरू देश विदेश घुम्नु भएको छ, उहाँहरूले पनि देख्नु भएको छ क्या, तर उहाँहरूको चाहना छैन होइन, समयलाई मूल्याङ्कन गर्ने चाहिँ चाहना छैन। मैले अघि भने नि अस्ति भर्खर आश लाग्छ 21 वर्ष गएको थाहा नै छैन। यो समयलाई हामीले मूल्याङ्कन गर्न सकेनौँ, नेपालमा समय सिस्टम बनाउन सकेनौँ। भनेको मतलब चाहिँ के भने स्यालेरी बेस भन्दा आवरली बेस चाहिँ नेपालमा चाहिँ गर्नुपर्छ क्या। त्यो भयो भने के हुन्छ तपाईँको त्यो हरेक घन्टाको चाहिँ नि भ्यालुएसन हुन्छ, हरेक घन्टाको चाहिँ नि इफेक्टिभ वर्क पनि हुन्छ र त्यसको आउटकम पनि राम्रो हुन्छ। स्यालेरीमा भयो भने के भन्छ तपाईँ एक दिन आउनु भएन भने यहाँ तपाईँको एक दिन नजानुहोस् त खाना खानलाई चाहिँ गाह्रो हुन्छ। 21 वर्षदेखि दाइ यहाँ बसिरहनु भएको छ होइन। अब कोही त भर्खरै क्यानाडा आउने सोचमा हुनुहुन्छ, कोही भर्खरै आउनु भएको छ, कोही 2-4 वर्ष अगाडि आउनु भएको छ होइन, कतिजना विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ दाइले समराइज गरिदिँदा क्यानाडा कस्तो खालको देश हो, क्यानाडामा हामीले फाइनेन्सियल्ली ग्रोथ गर्न अथवा नेटवर्किङ ग्रोथ गर्न, यहाँ त यो त डाइभर्स कन्ट्री भनिन्छ होइन, मल्टिपल कन्ट्रीबाट होइन कन्टिनेन्टबाट आएको मान्छेहरू हुन्छन् होइन, अरू बाहिरतिरबाट आउँदाखेरि चाहिँ कस्तो हो त्यसमा अवेरनेसहरू के हुनुपर्छ नयाँ मान्छेको लागि, अथवा आएर पाथवे खोज्दै गर्नुभएको व्यक्तिहरूलाई पनि दाइले अलिकति यसलाई ब्रिफली अलिकति बताइदिनु दाइ। यो देशमा चाहिँ अपर्च्युनिटी असाध्यै छ, खालि खोज्न मात्रै जान्नुपर्छ। मैले भने नि तपाईँ अरूमा डिपेन्ड हुनु भने कहिले प्रगति गर्नुहुन्न। इन्डिपेन्डेन्ट जुन दिन बन्नुहुन्छ त्यो दिन प्रगति हुन्छ। र फेरि हामी स्पेसली नेपालीहरूको पहिलो प्राथमिकता के भयो भने देश कमजोर छ, देशलाई के गर्नुपर्छ भन्ने सोच जहिले पनि रहिरहन्छ क्या हाम्रो नेपालतिर प्रति। तर तपाईँ आफू कमजोर छु भन्ने कुरा चाहिँ त्यो फिल गर्नुहुन्न। यहाँ अपर्च्युनिटीहरू भएको हुनाले तपाईँ जे गर्नुहोस्, जुन फिल्डमा हुनुहोस् होइन, त्यो कुरामा तपाईँले सक्सेस पाउन सक्नुहुन्छ यदि तपाईँ डिटरमाइन हुनुभयो, म गर्छु यो नै लिड गर्छु भन्ने कुरामा आफूलाई अलिकति अपडेट गर्नुभयो, एजुकेट गर्नुभयो होइन। अब एउटा सिम्पल सानो सानो पनि हाम्रो परिवर्तनको कुराहरू आउँछ। अब हाम्रो कल्चरमा फरक छ होइन। एउटा त अब ल्याङ्ग्वेज पनि हामीलाई चाहिँ ब्रिटिस ल्याङ्ग्वेज पढेको छ, यहाँ इभन यो ब्रिटिसले नै रुल गरेको पनि किङ भएको पनि देश हो यो होइन। तैपनि यहाँ बोल्ने कुराहरूमा फरक छ होइन। हामीले नेपालमा सेड्युल भन्छौँ, यहाँ स्क्याजुल भन्छौँ होइन। हामीले नेपालमा राउट भन्छौँ, यहाँ रुट भन्छ होइन। धेरै कुराहरू अलिक फरक छन् होइन। सिम्पल त्यो बाहेक पनि के भन्छ कल्चर फरक के छ भने जस्तो तपाईँ रेस्टुरेन्ट जानुभएको छ अथवा चाहिँ तपाईँ के अरे टी मटन कफी खानै जानुभएको छ होइन। कोही मान्छे तपाईँ पछाडि आउँदैछ भने तपाईँले ढोका खोलिदिने होइन, त्यो जेस्चर हामी गर्दैनौँ। हाम्रो नेपालमा त वास्तै गर्दैन, को आएछ पछाडि ढोका खोले छोडै हिँडिदिन्छौँ होइन। यहाँ तपाईँले त्यो गर्नु भने रुड भन्छ होइन। यी सानो कुराहरू होइन। अब कति कुराहरू छन् जस्तो भनौँ न, अब हामीले वेटरहरूलाई यहाँ थ्याङ्क यू भन्छौँ। नेपालमा चाहिँ यसले वेटर काम गरेर त उसको पैसाको दिने त हो नि, त्यसलाई के को थ्याङ्क यू होइन। त्यो जेस्चरहरू चाहिँ छैन क्या। त्यसले गर्दाखेरि ती कुराहरू के सानो कुराहरू हामीले सिक्नुपर्छ क्या तपाईँको हजुर होइन। त्यो गर्दाखेरि जस्तो अब हामी अब एउटा सिम्पल इक्जाम्पल, हामी खाना खाँदैछौँ, टेबलमा बसेका छौँ, कसैलाई चाहिँ नि डकाएर आयो होइन। यहाँ ठुलो मान्दैन त्यो कुरा, तर नेपालमा चाहिँ नि डकाएर मान्छे मुख हेर्न थालिहाल्छ। हाम्रो कल्चरमा चाहिँ त्यो नराम्रो हो होइन। यहाँ चाहिँ नि त्यो यसलाई फरक पर्दैन। तर यहाँ तपाईँ बस्नु भएको छ होइन, भनौँ न अब ग्यास निक्ल्यो होइन होइन। अब त्यो कुरालाई यहाँ चाहिँ अफेन्स मान्छ होइन। नेपालमा चाहिँ नि त्यो भनौँ कमन जस्तो देखिन्छ। कति कुराहरू चाहिँ नि हामीले यहाँ आउनुभन्दा अगाडि पनि आफ्नो त्यो एउटा मानवताको हिसाबले ती कुराहरू सिक्नुपर्छ। अथवा यो देशमा आइसकेपछि यहाँको कल्चर के हो भन्ने कुरा बुझ्नुपर्छ। हाम्रो कल्चर चाहिँ छोड्ने कुरा होइन, तर हाम्रो कल्चर यहाँ लाद्नु पनि भएन क्या होइन। जस्तो म कति ठाउँमा कुरा गर्छु, यस्तो मन्दिरभित्र तपाईँ पूजा गर्नुहोस् न, कसले फरक मानेको छ र। तर देखाउने सिलसिलामा त्यत्रो ठुल्ठुला मूर्तिहरू बनाएर क्यानेडियनले त त्यो गरेको छैन। उसले चर्चको अगाडि चाहिँ त्यो जिजसलाई कहाँ ल्याएर आएको छ र स्ट्याचु होइन। उनीहरूले चाहिँ मन्दिर उनीहरूको आफ्नो चर्चभित्र गरिरहेछन् होइन। मुसलमानहरूले मस्जिदभित्र गरिरहेछन्, तर हामी देखाउने चक्करमा चाहिँ नि बाहिर गएर देखाउँछौँ। अनि त्यो चाहिँ नि उनीहरूले त्यो कल्चरै लिन खोज्दैन नि
हो यो त्यो त त एउटा अफेन्सिभ हुन थाल्यो नि अनि अब त। त्यो हेर्दाखेरि के भयो भने हामीले आफ्नो संस्कृति बचाउने आफ्नो धर्म बचाउने चक्करमा चाहिँ नि अरूलाई चाहिँ नि हो चिडाइरहेको जस्तो भएको छ क्या। तपाईँ मन्दिरभित्रै गएर काम गर्नुहोस् न, कसले रोकेको छ र? तपाईँ पूजा गर्नु, कीर्तन गर्नु, जे जे गर्नु गर्नुहोस् न, तर त्यही कुरालाई तपाईँ रोडमा लिएर आउनु भयो पब्लिकमा ल्याउनु भयो। होइन। त्यो भएपछि चाहिँ सबै पब्लिकले तपाईँलाई चाहिँ नि उ गर्दैन। तपाईँले आएर क्यानाडा पो बुझ्ने हो, क्यानेडियन सोसाइटीमा आएर क्यानेडियन कल्चर बुझ्ने हो, त्यसमा पो तपाईँले काम गर्नु पऱ्यो। होइन तपाईँको भिजन, तपाईँको मिसन नेपालबाट जे छ अथवा चाहिँ इन्डियाबाट के छ अथवा कुनै देशबाट जुन छ, तपाईँ एज अ इमिग्रेन्टबाट यो देशमा आउनु भएको छ, तर तपाईँले आफ्नो कुरा चाहिँ नि लाद्न खोज्न थालेपछि त्यो के हुन्छ भने त्यसले मान्छेहरूमा हामीप्रति तृष्णा बढाउन थाल्छ होइन, अरू रिस बढाउन थाल्छ। अब त्यसको उदाहरण आजै तपाईँको यङ र डन्डासमा चाहिँ नि एन्टी इमिग्रेन्ट भनेर ठुलो मार्च चल्दैछ होइन। यहाँ मात्रै होइन, हरेक देशमा हुँदैछ। किनभने हाम्रो प्रब्लम के छ, स्पेसली साउथ एसियनहरूको चाहिँ नि देखावटी संसार छ क्या होइन। तपाईँ आफूभित्र काम गर्दै जानुहोस्, कसैलाई वास्ता हुँदैन। तर त्यही कुरा तपाईँ पब्लिकमा ल्याएर देखाउन थाल्नुभयो भने त्यो पब्लिकको इम्प्याक्ट पर्छ अरूलाई होइन। उनीहरूले त कहिले हामीलाई लादेको थिएन, हामीलाई त अपर्च्युनिटी त आइज भने हो नि त होइन। हामी आफ्नो खुसीले आएको नि त यो देश, उनीहरूले ओपनली गराएको छ। तर यहाँ आइसकेपछि चाहिँ नि हाम्रो आफ्नो कल्चरको चक्करमा, आफ्नो रिलिजियसको चक्करमा चाहिँ नि उनीहरूलाई डोमिनेट गर्न खोज्न थालेपछि त्यसको के हुन्छ, विद्रोह सुरु हुन्छ। त्यो विद्रोहको इफेक्ट के हुन्छ, हामीलाई हुन्छ होइन। अहिले हामीले देख्यौँ नि साउथ एसियन अब बढी बच्चाहरू आउनुभयो, स्टुडेन्टहरू आउनुभयो, कति चाहिँ नि अब क्रिमिनल एक्टिभिटीमा लागे होइन। अब त्यो एउटाले गरेको भिडियो मासमा चाहिँ नि गइसकेपछि, त्यो भाइरल भइसकेपछि त्यो सँगसँग त्यो रङरूप मिल्ने त्यतातिरबाट आएको कन्टिनेन्टबाट आएका मान्छेहरूलाई हेर्ने दृष्टिकोण नै त्यही भइदिन्छ। हामी नेपालीले नगरेको होला, तर हाम्रो रङरूप मिल्नेहरूले गर्दाखेरि हामीलाई पनि त्यो असर पर्दो रहेछ। त्यसले गर्दा जो साथीहरू आउनु सोचिरहनु भएको छ, तपाईँहरू आउनुहोस्। यो देशमा अपर्च्युनिटी छ। तपाईँहरू आफ्नो प्रोफेसनलिजममा लाग्नुभयो, तपाईँको आफ्नो बिजनेसमा लाग्नुभयो, तपाईँ आफ्नो चाहिँ नि केही गर्छु भने लाग्नु, पहिला आफूलाई सक्सेस गर्नुहोस्, त्यसपछि समाजलाई बलियो गर्नलाई के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। र त्यसले चाहिँ नि समाजपछि चाहिँ तपाईँको दायित्व यो देशप्रति पनि छ। तपाईँ एज अ इमिग्रेन्ट भएको नाताले यो देशमा पनि त्यत्तिकै इफेक्टिभ तपाईँको काम छ, र तपाईँको मातृभूमिमा पनि तपाईँको इफेक्ट त्यत्तिकै हुन्छ। त्यसले गर्दा त्यो दुइटै देशमा चाहिँ नि हामीले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ जस्तो लाग्छ। त्यही भएर जो साथी आउँदै हुनुहुन्छ, सबै कुरा इन्टरनेटमा छ। यहाँ नेपाली समाजहरू छन्, अर्गनाइजेसनहरू छन् होइन। कुनै व्यक्तिले गरेको एउटा दुइटाको कारणले गर्दाखेरि समाजै नराम्रो भन्ने कुरा छैन। त्यसले गर्दा समाजमा बसेका नेतृत्वमा आएका साथीहरू पनि राम्रो हुनुहुन्छ। कनेक्ट हुनुहोस् होइन, सबैसँग कनेक्सन होस्, नेटवर्किङ गर्नुहोस्, प्रोफेसनल नेटवर्किङ होस् या सामाजिक सोसल नेटवर्किङ हो, जसले चाहिँ नि हाम्रो कल्चर, हाम्रो तपाईँको धर्म, संस्कृति सबै कुरालाई यथावत राख्दै होइन, यो प्रमोट पनि हुन्छ, प्रिजर्भ पनि हुन्छ। हामीले नै गर्छौँ, हामीले नगरे अरू कसले आएर गरिदिन्छ हाम्रो निम्ति। त्यही भएर हाम्रो कुरालाई चाहिँ नि अगाडि लानलाई सायद सेकेन्ड जेनेरेसन नेपाली अथवा थर्ड जेनेरेसन नेपालीहरूले भोलि खोज्ला, नेपाल फर्किने सोच्ला। तर अहिले पहिलो जेनेरेसन चाहिँ जहिले पनि दुईवटा नाउँमा चाहिँ खुट्टा राखेको छ। तपाईँको नेपालप्रति पनि त्यत्तिकै कर्तव्य छ, यहाँप्रति पनि कर्तव्य छ। यहाँ आफ्नो बालबच्चाको निम्ति कर्तव्य छ, उता बाबाआमाको निम्ति कर्तव्य छ। त्यसले गर्दाखेरि हामी जहिले पनि पहिलो जेनेरेसन चाहिँ नि दोधारमै रहन्छौँ। र पहिलो जेनेरेसनले त्यति छिटो सक्सेस नपाउने कारण पनि छ, जुन हामीले साउथ एसियन कम्युनिटीमा देखेको छौँ होइन। स्ट्रगल छन्, सेकेन्ड जेनेरेसन अलि स्ट्रगल छ, थर्ड जेनेरेसनले चाहिँ नि इन्जोय गर्छ, र फोर्थ जेनेरेसनले रुट खोज्दै हिँड्छ होइन। त्यो चाहिँ देखेको छ। थ्याङ्क यू सो मच दाइ है। अब धेरै पछि दाजुभाइ यसरी कुरा गर्न पाइयो, हाम्रो प्रोग्राममा आइदिनु भयो। यस्तै गरेर हामी अरू बाँकी दिनहरूमा पनि विभिन्न विषयमा कुरा गरौँला। दाइले धेरै इन्फर्मेटिभ कुराहरू दिनुभयो हामीलाई लगायत क्यानाडामा बिजनेस इस्टाब्लिस गर्न खोज्नु भएकोहरूलाई। हाम्रो प्रोग्राम अथवा हामीले गरेको कन्भर्सेसन युजफुल छ होला भन्ने आशाको सँगै दाइलाई चाहिँ आइदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू सो मच दाइ। धेरै धेरै धन्यवाद भाइहरूले बोलाइदिनु भयो। मेरा मनका कुराहरू अथवा जो तपाईँको च्यानलको थ्रुबाट जो साथीहरूले हेर्नु भएको छ त्यसलाई इफेक्टिभ होस् भन्ने सोच गरेको छु। मैले भने सेयरिङ इज केयरिङ, मैले जानेको कुरा तपाईँहरूलाई बताएको छु। सायद त्यसले कसैलाई चाहिँ नि पोजिटिभ हुनसक्ला अथवा कसैलाई चाहिँ त्यो नेगेटिभ लाग्न सक्छ। नेगेटिभ हुन लागेकोलाई चाहिँ नि
सरी भन्न चाहन्छु। तर पोजिटिभ हुनुभएको छ भने कुनै पनि कुराको निम्ति त्यो नमस्ते रेडियोसँग आबद्ध होस् या बिजनेससँग आबद्ध होस् या सोसल इस्युमै आबद्ध होस्, मसँग डाइरेक्टली कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ होइन। मेरो फोन नम्बर पनि सुन्न चाहनुहुन्छ भने 647-282-7635 हो। मेरो इमेल एड्रेस thapaaanil@hotmail.com। सजिलो रूपमा बाहिर बसेर जसले हेर्नु भएको छ या क्यानाडा बसेका मान्छेहरूले पनि यो हेर्दै हुनुहुन्छ भने आउनुहोस्, के गर्नुपर्छ भने हामी तयार छौँ। समाज बलियो बनाउन सबै जोडिनुपर्छ भन्ने लाग्छ मलाई। धन्यवाद। वाक्य Powered by Neplify, One Nation, Global Connection.